नमस्ते। आज हामीसँग हुनुहुन्छ प्रतिभा पुन। उहाँ चाहिँ नेपाली विषयमा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गर्नुभएको छ। उहाँको विद्यावारिधिको शोधपत्र चाहिँ धौलागिरी क्षेत्रमा प्रचलित लोककथामा लोकतात्विक प्रतिबिम्बन भनेर। धौलागिरी क्षेत्रमा प्रचलित लोककथा मा चाहिँ उहाँले विद्यावारिधि गर्नुभएको छ। आज हामीसँग उहाँको अध्ययनको क्रममा उहाँले अनुभव गर्नुभएका अनुभवहरू, रिसर्च गर्दाका अनुभवहरू र रिसर्चका क्रममा उहाँले अनुभव गर्नुभएका केही इन्ट्रेस्टिङ कुराहरूको बारेमा हामी कुरा गर्नेछौँ। प्रतिभाजी नमस्कार। नमस्ते। नमस्ते सर। नमस्ते। सुरुमा चाहिँ हामी कसरी सुरु गरौँ भन्दाखेरि तपाईँको के भन्छ बाल्यकाल, स्कुले जीवन कसरी सुरु भयो थियो, त्यहाँबाट अलिकति सम्झिँदै अगाडि जाउँ कि जस्तो लाग्यो। धेरै धन्यवाद। म चाहिँ अहिले हालको गण्डकी प्रदेश म्याग्दी जिल्ला पर्वत जिल्लाको जलजला गाउँपालिका 1 मालगाउँ भन्ने ठाउँमा जन्मेको। त्यहाँ पौने घण्टा जति ओह्रालो लागेर कक्षा 3 सम्म पढ्यो। त्यसपछि मेरो बाबाले आफूले पढ्न मन लाग्दाखेरि पनि पढ्न नपाएको हुँदा बच्चाहरूलाई पढाउने इच्छा गरेपछि हामीलाई बसाइसराई गरेर बुटोलतिर ल्याउनु भयो। अनि बुटोल अनि एउटा भल्वी भन्ने गाउँमा 4 देखि 7 सम्म त्यहाँ पढ्यो र 7 देखि 10 सम्म कालिका स्कुल। अनि त्यसपछि आइए देखि एमए सम्म भैरव बहुमुखी क्याम्पस। अनि एमफिल र पिएचडी चाहिँ त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा पढ्यौँ। अनि स्कुलमा चाहिँ पढ्दाखेरि सुरुमा चाहिँ के थियो भन्दाखेरि स्कुल पढ्ने त्यति साह्रो वातावरण त थिएन। गाउँमा स्कुल टाढा, अनि त्यसपछि टाढा जानुपर्ने केटाकेटी जङ्गलको बाटो थियो। तर म चाहिँ मेरो केटी साथीहरू के हुन्थ्यो त भन्दाखेरि केटी साथीहरू चाहिँ आफ्नो आमाहरूले चाहिँ धेरै बच्चा जन्माएपछि केटाकेटी हेर्नुपर्ने, अनि म एक्लै हुन्थेँ। अनि केटा साथी दाईहरूसँग म स्कुल जाने आउने गरेर हुर्किन्थेँ। त्यसैले स्वभावले पनि म केटा मान्छे जस्तो सङ्गत। अनि केटा भएपछि त अब दाईहरू भएपछि चराको गुँडहरूबाट बच्चा निकाल्ने, अन्डा निकाल्ने, अनि त्यो मट्याङ्ग्रा, कालो माटोको मट्याङ्ग्रा खेलाएर गुलेली हान्ने त्यस्तो खालको चकचके कामहरू गरेथ्यो। अनि आमाको हातबाट कहिले कहिले सजाय पाइन्थ्यो। अनि आमाले त्यस्तो नगरेको भए अहिले चाहिँ म पढ्दैन थियो होला भन्ने खालको त्यस्तो चाहिँ हो। त्यो बेलामा हजुरको अभिभावकहरूले पढाइमा हजुरलाई निकै नै प्रोत्साहित गर्नुभयो, अवसर दिनुभयो भन्ने कुरा हुन्छ। हजुर, आफ्नो आमाले चाहिँ आफूले पढ्न नपाएको हुँदाखेरि पढाउनु पर्छ भनेर आफूले काम गरेर भए पनि बच्चालाई स्कुल लखेट्नु पर्ने त्यो थियो। अनि बाबाले पनि पढाउनु पर्छ भन्ने, बाजे पनि त्यस्तै हुनुहुन्थ्यो। त्यसले गर्दाखेरि मलाई वातावरण अलिकति थियो। गाउँमा चाहिँ साथीहरूले को चाहिँ त्यति थिएन, त्यस्तो थियो। केटा मान्छेहरू चाहिँ जाने, केटीहरू चाहिँ बच्चा हेर्ने, घर हेर्ने गर्दाखेरि त्यो नमिले चाहिँ खालको थियो। अरूको चाहिँ त्यस्तो। मैले बेला बखतमा जति पनि हामी कुरा गर्छौँ हाम्रो बाल्यकालहरूको अनि खास गरी एजुकेसन अवसरहरूको बारेमा चाहिँ किन सम्झिनु मन लाग्छ भन्दाखेरि अझै पनि धेरै बालबालिकाहरू र उहाँहरूको अभिभावकहरूले चाहेर नचाहेर उहाँहरूलाई विद्यालय जाने सहज वातावरणहरू पाइराख्नु भएको छैन धेरै बालबालिकाहरूले। अब हाम्रो बेला भनेको त अहिलेको भन्दा झन्डै 20-30 वर्ष अगाडिको बेला। त्यो बेलामा हामीले जुन पढ्ने अवसर पायौँ अहिले सम्झिँदाखेरि त्यो बेला त त्यति प्रिभिलेज लाग्दैन थियो। तर अहिले यसो रिकल गर्दा अथवा आफैले पछाडि फर्केर हेर्दा चाहिँ लाग्छ हामीले चाहिँ त्यो बेलामा राम्रै अवसर पाएको रहेछौँ भन्ने फिल हुन्छ मलाई। त्यो भएर पनि हामी अथवा हामीभन्दा अगाडिका जेनेरेसनहरूसँग चाहिँ त्यो सुन्न खोज्छु मैले, किनभने त्यो चाहिँ हामीलाई त
हाम्रो सम्झना हो। तर हामीभन्दा पछाडिका साथीहरूलाई चाहिँ एज अ आर्काइभ डकुमेन्ट रिफरेन्स होस् जस्तो लाग्छ कि मलाई। किनभने जुन हजुर हजुर उहाँहरूले त इमेजिनै गर्नुभन्दा नि त अहिलेको नयाँ पुस्ताहरू अथवा जसले सजिलै सुविधा पाउनुभयो उहाँहरूलाई चाहिँ इजी लाग्छ। तर हाम्रो बेलामा अथवा अझै पनि धेरै ठाउँहरूमा त्यति सजिलो इजी छैन एजुकेसनमा पहुँच भन्ने हिसाबले। यो हिसाबले तपाईँ हामी लाग्छ भाग्यमानी हो एजुकेसनमा त्यस्तो धेरै दुःख गर्नु परेन। बाबुआमाले नै बरु दुःख गर्नुभयो हामीलाई स्कुल पठाउनलाई होइन। हजुर हो नि हो एकदमै। किनभने धेरै बालबालिकाहरू चाहिँ स्कुल जान खोज्नुहुन्छ तर बाबुआमाले विशेष परिस्थितिका कारणले नजा भनिदिँदाखेरि अहिले पनि पटक्क मन छुन्छ होइन। तर हामीलाई बाबाआमाले पिटी पिटी खेल्न जाँदाखेरि खेल्न जान नदी नदी होइन, बाख्राकोटालाई जान मन लाग्ने बाख्राकोटालाई जान नदी नदी स्कुल पठाएर त्यति बेला त एकदम रिस उठ्थ्यो बाबाआमासँग होइन। अहिले चाहिँ महत्त्व बुझिँदैछ होइन। त्यस्तो थियो भनेपछि पढाइ हजुरको यो सरकारी स्कुल नेपाली माध्यमबाट पढाइ हुने स्कुल हो कि अङ्ग्रेजी माध्यमबाट पढाइ हुने स्कुल? म चाहिँ नेपाली सरकारी स्कुलमा पढेको। हजुर। अनि सरकारी स्कुलमा पढेको कक्षा 3 सम्म बासरख। अनि त्यसपछि हामी बुटोलतिर आयौँ। अनि मलाई चाहिँ कक्षा 4 देखि अङ्ग्रेजी भाषा हुन्थ्यो। अङ्ग्रेजी चाहिँ फिटेकै एबिसिडी पनि पढ्न नजान्ने। अनि यहाँ आएपछि त यहाँको पढाइ त अलिकति फरक नै हुने भयो। अनि मलाई अहिले चाहिँ के याद आउँछ भने आई एम अ स्टुडेन्ट भनेर त्यो 4 लाइन्स कपीमा लेखेर ल्याउनु भनेर भन्नुभयो। म चाहिँ कस्तो भने त्यो प्रत्येक 4 लाइन्स कपी अनि बिचमा त्यो 2 लाइन्स ग्याप हुन्थ्यो नि कतिवटा, त्यसमा नि पुरै 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 छुट्टा छुट्टै एक एकवटा लेटर लेखेर लिएर आयो नि सरले भोलिपल्ट क्लासमा। ल फलानाले ह्यान्डराइटिङ लेखेर ल्याएको हेर्नुहोस् त भनेर सबै अगाडि यसरी देखाएर मलाई एकदमै लाज लागेको अनुभव छ कि। अनि त्यसपछि भोलिपल्ट ल साथी यो ह्यान्डराइटिङ लेख्दै त मलाई भनेर अर्को साथीले लेख्न पठाएर अनि त्यो दिन चाहिँ अनि त्यसपछि खुब मेहनत गरेको चाहिँ याद छ कि। त्यो चाहिँ राम्रो भएर देखाएको कि नराम्रो भएर देखाएको? पछि देखाए फेरि। अनि त्यसले गर्दा मलाई एकदमै साथी अर्को दिन चाहिँ साथीलाई नै मैले लेख्न पठाएँ। सधैँभरि त हुँदैन। अनि त्यसपछि साथीको जस्तो कसरी हुने भनेर मलाई धेरै मेहनत गरेर अनि राम्रै गरेँ। अनि पछि साथीहरूले अहिले मलाई त त्यति थाहा छैन त्यो घटना चाहिँ याद छ। तर अहिले भेट्ने साथीहरूले के भन्नुहुन्छ भने तिमी चाहिँ एकदमै पढ्ने, जति बेला नै किताब सघाउने जति बेला नै पढ्ने खालको मान्छे थियो, अहिलेसम्म त्यस्तै बानी रहेछ भनेर भन्नुहुन्छ कि। त्यस्तो चाहिँ थियो। अनि त्यो सम्झना त्यस्तै सम्झना फेरि के छ भने मैले एसएलसीको इक्जाम दिइसकेपछि अब मेरो फुपू आफै बिहे गर्नुभएको लभ म्यारिज, त्यही भएको भएर बाजेले छोरीलाई चाहिँ अरू नै हुँदैसँग राख्यो भने आफै पहिला जान्छन् भन्ने एउटा त्यो भएको हुँदाखेरि मलाई चाहिँ छिटै बिहे गरिदिनु भयो। बिहे गरिसकेपछि मैले चाहिँ पढेँ फेरि, उहाँहरूले पढाउनु भयो घरबाट। एनसीभरि सबै खेतीपाती अनि यो गाई गोरु बाख्रा सबै थियो, सबै स्याहारेर अनि पढ्न जान्थेँ। पढेर लखर लखर गरेर आइए बिहे गर्यो। अनि छोरी जन्मिसकेपछि मैले एमए पढेको। हजुर। अनि एमए पढ्दाखेरि चाहिँ कस्तो थियो भन्दाखेरि म नेपाली विषय पढेको होइन, पहिला इङ्ग्लिस विषय पढ्यो। अनि यो इङ्ग्लिस बरु गाह्रो हुन्छ, बरु खुरुखुरु पास हुने नेपाली विषय पढाउनु के पो गर्नु छ र भनेर साथीको सङ्गतमा लागेर पढ्यो। झन् इङ्ग्लिस भन्दा नेपाली गाह्रो हुँदो रहेछ फेरि, पढ्न नम्बर ल्याउनै गाह्रो हो फेरि। अनि त्यसपछि एमएमा गइसकेपछि मलाई एउटा के याद आउँछ भने कवि शिरोमणि लेखनाथ पौडेलको योगदानका बारेमा चर्चा गर्नुहोस् भनेर आयो प्रश्न। अनि मलाई थाहै थिएन यो कवि शिरोमणि लेखनाथ पौडेल को हुन् भनेर सोच्दा सोच्दा मलाई बहुत गाह्रो भयो। अनि सबै साथीहरूले अलिकति गिजाउनु भयो फेरि ल भनेर होइन। त्यसपछि त म त छुट्टीमा काम सकेर शनिबार पनि लाइब्रेरी धाउने होइन, यति पढेँ कि। त्यसपछि भएर क्याम्पसमा त्यति बेला छात्राहरू मध्ये उत्कृष्ट नम्बर ल्याएर दोस्रो स्थान भएको थियो कि छात्रा मध्ये पहिलो होइन। त्यसो हुने अवसर प्राप्त गरेको थिएँ त्यति बेला चाहिँ। अनि भनेपछि
बिए गरिसकेपछि पनि तपाईलाई परिवारले पढ्नका लागि विशेष हौसला गर्नुभयो, त्यस्तो रोकटोक केही भएन भन्ने ओहो धेरै एकदमै दुःख गरेर पढ्यो। अनि अब यता बुहारीको जिम्मेवारी पनि पुरा गर्नुपर्ने नै होइन, आफ्नो कर्तव्य पनि घरतिरको कुनै पनि यो हुन्छ नि एउटा कम्प्लेन भन्छ नि, कुनै एउटा दोष ननिस्कियोस् भन्ने पनि हुन्थ्यो। अनि पढ्ने पनि हुन्थ्यो, पढ्नु पनि पर्थ्यो, त्यसरी नै पढेँ। पढ्नलाई रोकटोक भने थिएन पढ्नलाई चाहिँ रोकटोक थिएन। हजुर फेरि राति सबै सुतिसकेपछि काम सकाएर राति अबेलासम्म पढ्ने, अनि बिहान अरू उठ्नुभन्दा अगाडि चाहिँ उठेर पढेर अनि फेरि बुहारीको काम गर्नु पर्ने। त्यस्तो गर्दाखेरि त्यो घरमा बत्ती बल्दाखेरि छिमेकीले ओहो यो घरको बुहारीको घरमा जहिले बत्ती बल्लाएर कति पढ्छ भने। अनि हामी त पुरै खेतीपाती गर्थ्यौँ नि त। अनि यो मलाई के भने त्यो डोकोमा त्यो बोक्दाखेरि पनि झोलामा अगाडि झोलामा किताब राख्ने, अनि पछाडि डोकोमा चाहिँ मलको भारी बोक्ने, अनि अरूको स्पिडमा चाहिँ किताब चाहिँ आँखामा हुन्थ्यो, खुट्टा भुइँमा हुन्थ्यो, कसरी हिँड्थ्यो मलाई थाहा भएन होइन। भनेपछि किताबप्रतिको क्रेज चाहिँ राम्रै थियो। हजुर अनि फेरि हामी कस्तो हुन्थ्यो भने चैत वैशाखको यति कुन बेला चाहिँ गाई गोरुहरू खेतमा छोडिन्थ्यो, जसलाई हामीले लोस छोड्ने भन्थ्यो कि। त्यति बेला सबैजना दिदीबहिनीहरू एक ठाउँमा गफ गरेर बस्थेँ, म चाहिँ झोलामा किताब राखेँ अनि छाता ओढेर गाई गोरु हेर्दै अनि पढ्दै गर्थेँ घरमा पनि। बिहे गरेर गएपछि पनि के बच्चा जन्मिसकेपछि पनि त्यस्तो गर्थेँ कि मैले, त्यसरी पढ्थेँ। भनेपछि किताबसँग लगाव चाहिँ निकै गहिरो नै देखियो। एकदमै त्यो झोलामा किताब चाहिँ मसँग हुनुपर्ने कि नपढे पनि त्यस्तो खालको कि मलाई त्यस्तो खालको। हजुर जे होस् तपाईँको किताबको लगाव अनुसारै तपाईँले अहिले त साधारणतया फर्मल्ली हामीले पुरा गर्नुपर्ने एकाडेमिक पढाइ विद्यावारिधीसम्म गर्नुभयो। यहाँलाई धेरै धेरै शुभकामना पनि छ होइन। धेरै धन्यवाद। अनि हजुरले एमफिल र पिएचडी चाहिँ काठमाडौँ त्रिभुवन विश्वविद्यालयबाट गर्नुभएको होइन? हजुर हजुर त्यसको पनि आफ्नै कथा के छ भन्दाखेरि मैले एमए पढेर त्यो जुन रिजल्ट निस्किएपछि चाहिँ पत्रिकामा नाम निस्क्यो नि त हाम्रो होइन, भैरव बौमी क्याम्पसबाट यसरी नाम निकालेको भनेर हाम्रो नाम निस्केपछि बल्ल कलेजहरूले चाहिँ पढाउनु आउनु भनेर हाम्रो कलेजमा भनेर बोलाउनु भयो। अनि त्यति बेला भैरव बौमी क्याम्पसमा चाहिँ कपिलदेव लामिछाने क्याम्पस चिफ हुनुहुन्थ्यो, उहाँले पनि एक दुईवटा कलेजमा रिफर गरिदिनु भयो। अनि बाल भैरा स्कुल छ भैरवा, त्यहाँ साङ्केतिक भाषामा +2मा नेपाल र 9-10मा नेपाली विषय साङ्केतिक भाषामै पढाउँथे। अनि 2-3वटा कलेज अनि दिउँसो स्कुल सरकारी स्कुलमा चाहिँ निजी स्रोतबाट पढाउँथे। 20मा चाहिँ अब श्रीमान एक्सिडेन्टली उहाँको डेथ भइसकेपछि मलाई चाहिँ त्यहाँ बस्न मन लागेन। सबैजनाले बिचारा भने जहिले रुनु पर्ने भयो, औ यहाँ चाहिँ बस्नु हुँदैन भनेर म चाहिँ काठमाडौँ हिँडेँ। काठमाडौँ आइसकेपछि आफूलाई व्यस्त किन राख्ने त भन्दाखेरि पढ्नुपर्छ भन्ने भयो। अनि यता आएर पनि पढ्ने, अनि त्यसपछि पढाउने, समाजसेवा भन्छन् सोसल वर्कतिर कता कता एकदमै आफूलाई बिजी राख्ने, त्यसरी मैले जीवन बिताउँथेँ। त्यस्तो चाहिँ आफूले आफूलाई बिजी राख्नुभयो, परिवार व्यस्त हो। म चाहिँ मेरो नाम नै बिर्सन चाहन्छु, म त्यति व्यस्त हुन चाहन्छु भनेर मलाई त्यति साह्रो बिजी राख्थेँ मैले चाहिँ। भनेपछि त हजुरले त के साइन ल्याङ्ग्वेजमा पनि पढाउनु भयो? हो, साङ्केतिक भाषामा हो। 1 वर्ष 1.5 वर्ष 2 वर्ष पढाएँ, 2-3 वर्ष पढाएँ। त्यो अनि साइन ल्याङ्ग्वेज चाहिँ सिक्न पर्छ कि त्यतिकै देखेर सकिन्छ पढाउन? होइन, उहाँ चाहिँ बोलाउनु भयो अनि मैले त त्यहाँ गएर तालिम गरेँ नि त। पहिला साङ्केतिक भाषा पढेँ, अनि यो औँलाहरू यति दुख्थ्यो कि खक्कै हुन्थ्यो साँझ घर फर्किँदाखेरि। अनि त्यो चाहिँ त्यति बेलाको जुन त्यो साङ्केतिक भाषामा पढाइन्थ्यो शिक्षकहरूको यो सिप अभिवृद्धिको लागि काठमाडौँबाट सरहरू जानुहुन्थ्यो कि त्यहाँ। नेपाल भएका साङ्केतिक विद्यालयमा पढाउने हुन्छ नि, साङ्केतिक त्यो भाषामा पढाउनु हुने यस्तो शिक्षक शिक्षिकाहरूलाई चाहिँ तालिम केन्द्रमा तालिम दिन्थ्यो। अनि त्यहाँ तालिम हुन्थ्यो, रमाइलो हुन्थ्यो, अनि त्यसरी नै पढाएको।
ए त्यही त मलाई त किनभने साइन ल्याङ्ग्वेज त एकदम डिफिकल्ट हुन्छ नि त होइन त्यही त हजुर हजुर। तालिम नलिँदा त्यो नसकिने कुरा हो जस्तो लाग्छ कि मलाई त डर लाग्छ कि त्यो सुन्दाखेरि अनि मैले चाहिँ त्यो तालिम लिएर अनि एकदम राम्रो गरेको थिएँ होला सायद। अनि कति कति हजुर, महिनाको तालिम लिनुपर्छ ती मैले चाहिँ 1 महिना जति तालिम गरेँ पहिला कलेजमै जानुभन्दा अगाडि। अनि त्यसपछि पछि विशेषमा स्कुलबाट अब नेपाल सरकारले नै तालिम दिइराख्थ्यो नि त। त्यति बेला चाहिँ मैले विशेषमा 10 दिन 15 दिन यस्तो खालको दिँदाखेरि त्यो चाहिँ गरेँ। अनि घरमा नै खुब प्र्याक्टिस गर्ने किताबहरू हुन्थ्यो। अनि कतिपय कुरा अप्ठ्यारो अब सुरुमा चाहिँ अप्ठ्यारो हुँदाखेरि विद्यार्थीहरूलाई चाहिँ बोर्डमा लेखेर यस्तो गर्दा कसरी हुन्छ भनेर सोध्थेँ। अनि उनीहरूले चाहिँ यसो भन्थे क्या। अनि उनीहरूबाटै सिक्ने सिक्ने अनि सिकाउने त्यस्तो खालको गरिन्थ्यो। अनि त्यो तालिम गरेपछि कति एकजना हामीलाई काठमाडौँबाट जानुभएको सर साङ्केतिक भाषाको लागि। अनि कति 15-17 वर्षपछि काठमाडौँ भेटेँ उहाँलाई होइन। 17 वर्षपछि भेटेको उहाँले चाहिँ मलाई याद गर्नुभएको रहेछ। मैले त बेसी पनि सकेर रहेछु होइन। तपाईँको एकदमै राम्रो थियो उता साङ्केतिक भाषामा राम्रो थियो, तपाईँ किन आउनुभयो यतातिर भनेर यसै प्रश्न गर्नुभयो। अनि मैले उहाँलाई चाहिँ तपाईँलाई मलाई चिनेन भनेपछि तपाईँले बिर्स्नुभयो यसरी तालिम गर्न गएका थियौँ भनेपछि फोटो हेरेँ आएर घरमा। त्यो एउटा कार्यक्रम थियो भाषा आयोगबाट एउटा कार्यक्रम थियो। अनि त्यसपछि भोलि गएर सर मैले तपाईँलाई चिनेँ, तपाईँले मलाई याद गर्नुभएछ, धेरै धन्यवाद भन्दै त्यस्तै गरेर कन्भर्सेसन गरेको चाहिँ याद छ कि। अनि हजुरको यो एमफिलको रिसर्च सब्जेक्ट चाहिँ के थियो? एमफिल चाहिँ यो सोरठीको सन्दर्भपरक अध्ययन थियो। विशेष गरी यो म्याग्दी जिल्ला हजुर सोरठी हो। तर त्यहाँ चाहिँ पुर्ख्यौली नाच भन्छन् कि अरे। तर सोरठी भनेर मैले चुज गरेको थिएँ। पछि एउटा किताब निकाल्दाखेरि पुर्ख्यौली भनेर भयो। त्यसको चाहिँ डेल हाइन्सको स्पिकिङ मोडेल भनेर जुन एउटा सिद्धान्त छ विशेष गरेर त्यहाँको सन्दर्भको अध्ययन गरेको, त्यहाँको भूगोल, त्यहाँको बसोबास गर्ने जात जाति, उनीहरूको पहिरन, उनीहरूले भन्ने कथा इत्यादिको विषयमा चाहिँ मैले त्यहाँ अध्ययन गरेँ। सोरठी नाचको बेलामा उहाँहरूले भन्ने त्यो कथाको कि उहाँहरूको समग्र सेटलमेन्टको स्टोरीबाट सोरठी कसरी निक्लिन्छ भन्ने के चाहिँ अध्ययन गर्नुभयो खास? मैले खास त त्यहाँ सोरठीको कथावस्तु के हुन्छ भने मैले खोजेको थिएँ। अनि सन्दर्भपरक अध्ययन भनेपछि उनीहरूले आरम्भदेखि अन्त्य गर्ने समापन गर्दासम्मको विधि विधान र प्रक्रियाहरू के कस्ता हुन्छन् पहिरन गर्दाखेरि होइन त्यो चाहिँ सोरठी प्रस्तुत गर्दाखेरि पर्फर्मेन्स आर्ट भनेर त्यो पर्फर्मेन्स हजुर स्टाइल चाहिँ कस्तो छ भनेर त्यो अध्ययन गरेको थिएँ। हजुर सोरठी चाहिँ सबै ठाउँको एउटै पाराको हुन्छ कि ठाउँ विशेष अनुसारी अलग अलग हुने रहेछ के रहेछ यो खास? सोरठीको कथा चाहिँ लगभग यो हामीले यो मोतीलाल पराजुली हुनुहुन्छ प्रोफेसर डाक्टर मोतीलाल पराजुलीको एउटा छ किताब। त्यसमा चाहिँ लगभग सम्भवतः सोरठीको पूर्ण अंश छ भन्ने छ क्या त्यहाँ। सोरठीको अध्ययन भन्ने छ त्यो चाहिँ भारतको विभिन्न प्रान्तहरूमा गाइने र नेपालका विभिन्न जिल्लाहरू पनि विभिन्न जात जातहरूले गाइन्छ भने त्यो अंश चाहिँ प्रस्तुत गर्नुभएको छ त्यहाँ। अनि उहाँले लेखेको जुन अंश छ त्यसमा चाहिँ धौलागिरीमाको एकजना राजकुमारीको कुरा छ कि त्यहाँ। अनि त्यसपछि भारतको सोरठ यो ब्रिजभार भन्ने एउटा राजकुमारको प्रसङ्ग छ। उसले चाहिँ विभिन्न ठाउँको राजकुमारीहरूसँग भेट्ने सन्दर्भमा चाहिँ धौलागिरीको पनि प्रसङ्ग आएको हुनाले त्यो चाहिँ के छ भनेर त्यो खोज्नलाई मैले खास त्यो धौलागिरी क्षेत्रमै भनेर स्थान तोकेर अनि त्यसमा पनि अब सोरठी कहाँ गाइन्छ त कुन जात जातिमा छ भन्दाखेरि त अब मगर, गुरुङ, कुमाल अनि माझीहरूमा छ होइन। अब आफू चाहिँ त्यहाँ त्यो कम्युनिटीको भएको भएर त्यो कम्युनिटीमा चाहिँ के छ भनेर त्यो कथा खोज्नको प्रयासमा चाहिँ त्यो गरेको थिएँ हो। भनेपछि त्यो इन्डियातिर इन्डिजिनियसहरूले गाउने सोरठीमा पनि धौलागिरीको क्यारेक्टर आउँछ भन्ने कुरा होइन? हजुर हो। अनि
यता धौलागिरीतिर जुन तपाईँले स्टडी गर्नुभएको ठाउँतिरको कथामा चाहिँ के रहेछ त? उता पुग्छ कि त्यो जोडिन्छ त केही सन्दर्भहरू कस्तो रहेछ? त्यो चाहिँ धौलागिरी क्षेत्रमा जुन मगरहरू भनौँ न पुन मगरहरूको समाजमा चाहिँ के छ त भन्दाखेरि उताको अंशसँग त ठ्याक्कै जोडिएको छैन, मात्रै त्यो क्षेत्रको राजा र रानीको कथा र उनको छोरी जुन छ बालकी भनेर जुन सोरठी भने जुन राजकुमारी हुन्छ नि तिनको अंश मात्रै छ, उतातिर त्यस्तो प्रसङ्ग जोडेको छैन। म त्यसपछिको अध्ययन चाहिँ मैले गरेको छैन, तर त्यति बेलाको अध्ययनमा चाहिँ हजुरले अध्ययन गर्नुभएको क्षेत्रमा त्यहाँ भएको सोरठीको कथानकमा चाहिँ त्यो कथा इन्डिया अथवा अन्य त्यो ठाउँभन्दा बाहिर जाँदैन भन्ने भन्नुभयो, मैले बुझेँ। उहाँहरूले चाहिँ आफ्नै एरिया आफ्नै टेरिटोरी कथालाई घुमाउनुहुन्छ र कालीगण्डकी सेल्फेयर। हजुर, यो सोरठी भनेको चाहिँ पर्फर्मेन्स आर्ट होइन? यो चाहिँ अनि गाउने बजाउने र नाच्ने तिनटै काम हुन्छ होइन यसमा? हजुर, हो। त्यो सबै फरक फरक क्यारेक्टर हुन्छन् कि सीमित क्यारेक्टरहरूले त्यो सबै जस्तै गाउने पनि नाच्ने पनि बजाउने पनि सीमित क्यारेक्टरले गर्ने हो कि अथवा डिफरेन्ट क्यारेक्टरहरू हुन्छन् त्यसमा? त्यो सीमित नै हुन्छ नि। त्यहाँनिर मादल बजाउनेलाई मादले, गीत गाउनेलाई गीताङ्गे, अनि हाई छोप्ने हुन्छ, अनि त्यही क्यारेक्टर निश्चित क्यारेक्टर हुन्छ नि जहाँ तोकिएको त्यहाँ प्रस्तुत देखिने पात्रहरूले नै त्यो जस्तै राजाको सन्दर्भ आयो भने राजाको भाव गर्नुपर्ने, हावभाव देखाउनु पर्ने, रानीको आउँदाखेरि त्यस्तो चाहिँ हुँदैन। खालि मात्रै के हुन्छ त भन्दाखेरि गाउने अनि त्यसपछि नाच्ने, तालमा आफ्नै तालमा नाच्ने हुन्छ, तर त्यो हावभाव चाहिँ हुँदैन। बजाउने चाहिँ छुट्टै मान्छे, गीत गाउने छुट्टै मान्छे, अनि तपाईँको आर्ट पर्फर्म गर्ने मान्छे पर्फर्म गर्ने चाहिँ छुट्टै मान्छे हुन्छ भन्नुभयो। हजुर, त्यो मेन मादले मान्छे हुन्छ उहाँले चाहिँ गीत निकाल्नुहुन्छ, अनि पछि उहाँ सँगसँगै मादलको ताल र गीत छोप्ने फेरि मादलेहरू पनि गाउँछन्, र पछाडिको समूह हुन्छ एउटा, अनि उहाँहरूले चाहिँ खालि हाई हाल्ने के गर्ने टाइपको मात्रै कोरस मिसाउने हुन्छ। हजुर, कोरस हुन्छ। बजाउने गीत गाउने मान्छेहरू उहाँहरू नाच्नुहुन्छ कि उहाँहरू चाहिँ बस्ने गर्ने नाच्नुहुन्छ? उहाँहरू पर्फर्मेन्समा सामेल हुनुहुन्छ? गाउने, नाच्ने, बजाउने एकैचोटि गर्नुहुन्छ उहाँहरूले चाहिँ। त्यो टोली चाहिँ सबै पर्फर्मर हो, जो बजाउने गाउने उहाँहरू एक्ट पनि गर्नुहुन्छ, गीत पनि गाउनुहुन्छ। हजुर। अनि त्यो तपाईँको कस्तो सर्टेन टाइम ड्युरेसनको लागि हो कि जस्तै 1 घण्टा 1.5 घण्टाको लागि हो कि होल नाइट हो कि अथवा मल्टिपल नाइट्स हो कि कसरी गर्ने हो यो? यो चाहिँ खास गरिकन एउटा राजाको जुन कथा छ, के अरे यो हाम्रो हैमाया रानी र जयसिंह राजा होइन को राजाको जुन र अनि बालकीको जुन कथा छ नि, त्यो कथा चाहिँ छोटोमा भन्ने, तर समय अनुसार यदि लामो समय छ भने उहाँहरूले सबै टुक्का भनेर सबै गर्नुहुन्छ, तर छोटो अवधिमा गर्नु छ भने मुख्य अंशहरू गाएर नाचेर प्रस्तुत गर्नुहुन्छ। विशेष त उहाँहरूले सुरुको अवस्थामा के अरे यो गुरुहरू हुन्छ नि, गुरु, अनि त्यसपछि त्यहाँ वरिपरि भेका देवी देवताहरू आदिलाई चाहिँ पुकार्ने काम हुन्छ, अनि त्यसपछि छोटो अंश प्रस्तुत गरेर अनि त्यसपछि आशीर्वाद दिएर समापन गर्ने काम चाहिँ हुन्छ। यो विशेष गरी यो 22 ताल नाच हजुरको नाच पनि भन्छन्। के नाच भन्नुभयो? मादलको 22 तालमा नाच्ने हुन्छ, त्यसलाई 22 वटा फर्म हुन्छ भन्नु खोजे होइन, 22 वटा ताल हुन्छ होइन। त्यो ताल अब फेरि त्यो तालमा चाहिँ यो हुन्छ सरस्वती जगाउने भन्ने हुन्छ। त्यो सरस्वती जगाउँदाखेरि 22 तालमा जगाउँछ, अनि त्यसपछि विशेषमा टुक्का हान्ने, अनि त्यसपछि मुख्य त्यही कथासँग जोडेर त्यो गर्ने
गर्छौँ। यो गाउने अवसर चाहिँ कस्तो हुन्छ? क्यालेन्डर फिक्स हुन्छ कि अथवा कुनै अवसर पूजा सुजा यस्तो कुनै शुभ कार्यहरूमा हो कि अथवा क्यालेन्डरै फिक्स यो ठ्याक्क यो दिन गर्ने भन्ने के कस्तो हुन्छ यसको चाहिँ? यस्तो चाहिँ हुँदैन। विशेष गरी हाम्रो यो वैशाख पूर्णिमा र अनि मङ्सिरको पूर्णिमा, मङ्सिरको पहिलो मङ्गलबार अथवा जेठको वैशाख या जेठको मङ्गलबारमा त्यो कुल पूजा गर्छन्। कर्वाकेलीका छोराहरू जेठा रामचन्द्र कालसा कुलचन हुन्छ, उनीहरूको पूजा गर्ने विशेष अवसर त्यो। विवाह, उत्सव, जात्रा, मेला होइन त्यस्तोमा चाहिँ गर्नुहुन्छ। कुनै शुभ कार्यमा त्यो चाहिँ शुभ कार्य हजुर हो। अनि त्यो रातको समयमै हुनुपर्छ कि दिउँसो पनि गाउन नाच्न मिल्छ त के हुन्छ? अनि कुनै पनि समयमा गाउनुहुन्छ उहाँहरूले चाहिँ। अब यो महिना चाहिँ उहाँहरूले चाहिँ कुनै ठाउँमा चाहिँ चैतमा, साउनमा र पुसमा ननाचे भनेर त्यस्तो भन्नुहुन्छ होइन। कुनैमा चाहिँ विशेष साउन र पुसमा मात्रै नगर्ने भन्ने कुरा चाहिँ छ उहाँहरूको चाहिँ। त्यस्तो ठाउँ विशेष अनुसार हजुर। यो तपाईँको धेरैवटा स्कलरसिप र अवार्ड्समा पनि देखियो। स्कलरसिप अवार्ड्सहरूमा केही त्यस्तो इन्ट्रेस्टिङ, अब यो सबै त किन भन्नु पर्यो, इन्ट्रेस्टिङ त्यस्तो केही अनुभव छ भने त्यो पनि सुनाउन। मैले एमए पढ्दाखेरि नै त्यो टुकचन्द्र दवाडी छात्रवृत्ति भनेर प्राप्त गरेको थियो। त्यति बेला छात्रहरू मध्ये नै प्रथम भएको हुँदाखेरि त्यो भयो क्याम्पसभरि। अनि अर्को चाहिँ एमफिलमा मैले त्रिभुवन विश्वविद्यालयबाट दिने वृत्ति थोरै थियो 20,000 त्यो। अनि एउटा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानबाट 10-20,000। अनि त्योसम्म फेरि त्यसै सन्दर्भमा चाहिँ के थियो भन्दाखेरि यो पुर्ख्यौली नाचको अध्ययन गर्ने भन्ने मलाई एकदम इच्छा थियो। तर म चाहिँ एक्लो थिएँ। ससुरा बा पनि बुढो हुनुहुन्थ्यो, छोरी सानै थिए। आय स्रोतको हिसाबले पनि अलिकति सरहरूले एकदमै बढी खर्च लाग्छ भन्नुभयो। अनि तिम्रो एक्लो मान्छे गाउँघरमा जान गाह्रो पनि हुन्छ भन्नुभयो। त्यसपछि होइन म त त्यही गर्छु भन्ने मलाई एकदमै भित्रै मनदेखि लागेपछि एकजना हुनुहुन्छ उहाँ मेजन पुन, उहाँले चाहिँ उहाँसँग मैले कुरा गरेँ म चाहिँ यो विषयमा अध्ययन गर्न चाहन्छु, तपाईँहरूले मलाई चाहिँ अलिकति त्यहाँको गाउँसँग मलाई चिन्जान गराइदिनुहोस् भन्ने सन्दर्भमा उहाँले चाहिँ के भन्नुभयो भने आफ्नो समुदायको बारेमा रिसर्च गर्ने मान्छेलाई युके समाजबाट पुन मगर समाज यस्तै के छ पुन समाज थियो त्यति बेला, त्यहाँबाट सहयोग गर्नुहुन्छ भन्नुभयो। अनि हो भन्ने भयो। अनि त्यसपछि त्यति बेला चाहिँ म अलिकति आय स्रोतको हिसाबले पनि कमजोरै थियो होला, भर्खर काठमाडौँ छिरेको थिएँ। ससुराबालाई चाहिँ मैले माग्न पनि त्यति सक्दैन थियो, डर लाग्थ्यो। अनि त्यसपछि ल नि त भनेर कसो गरेर यो बिल पूर्जा हुनुहुन्छ युकेमा, उहाँ चाहिँ यो के भन्छ पुर्ख्यौली संरक्षण समूह युके भनेर उहाँको प्रेसिडेन्ट हुनुहुन्थ्यो त्यति बेला। उहाँसँग भेट भएपछि उहाँहरूले चाहिँ प्रतिभा साँझ कार्यक्रमको आयोजना गरेर फन्ड रेज गरेर मलाई चाहिँ त्यति बेला सहयोग गर्नुभएको थियो। मलाई चाहिँ त्यो 3-4 लाख रुपियाँ चाहिँ सहयोग गर्नुभएको थियो एमफिल पढ्दाखेरि चाहिँ। अनि त्यसपछि ल्यापटप, क्यामेरा अनि स्टिल क्यामेरा गरेर त्यसपछि बचेको पैसाले चाहिँ मैले झाँक्रीको अध्ययन गरेको थिएँ। एमफिलको सन्दर्भ त्यो भयो। अनि झाँक्रीको किताब पनि पछि निस्केको थियो थपथाप गरेर। अनि पिएचडीमा प्रवेश गरिसकेपछि नेपाल सरकारबाट दिइने छात्रवृत्ति चाहिँ 100% भनौँ न, सबै नेपाल सरकारको छात्रवृत्तिबाट मैले चाहिँ पिएचडी कम्प्लिट गरेको चाहिँ हो। त्यसो गर्दाखेरि मलाई आफूलाई गर्व महसुस हुन्छ र धेरै राहत पनि भएको छ। त्यसरी पोखे। हजुर हजुर हजुर, यो इन्ट्रेस्टिङ लाग्यो। नेपालमा चाहिँ यो स्कलरसिपहरूको कल्चर एकदम कम छ होइन। अनि
त्यो भएर कति त अब जस्तै मैले पनि धेरै कुराहरू थाहै पाइनँ, स्कलरसिप त हुन्छ र जस्तो लाग्ने कि त्यो त एकदम हजुर नेपालमा चाहिँ स्कलरसिप प्र्याक्टिस चाहिँ एकदमै थोरै छ कि थाहै हुँदैन। हाम्रो भनौँ न स्कलरसिप पाउने मान्छे चाहिँ एकदम वाउ लाग्ने कि। अब यहाँ चाहिँ यो विदेशतिर युरोपतिर चाहिँ कस्तो रहेछ भने खास गरी युनिभर्सिटी जाने भनेको चाहिँ प्राय स्कलरसिप पायो भने जाने हो, नत्र जान पनि गाह्रो छ। अब फ्यामिलीले पनि त्यही नेपालमा जस्तो सबै फ्यामिलीले बेहोर्ने कुरा हुँदैन होइन। उनीहरू चाहिँ सबै यहाँ चाहिँ तपाईँको स्कलरसिप बिना नि पढेको छ भन्दाखेरि वा स्कलरसिप बिना पनि पढ्न सक्छ भन्ने खालको होइन यिनीहरूको चाहिँ। हाम्रो चाहिँ फेरि स्कलरसिप पनि पाइन्छ त्यस्तो पनि हुन्छ भन्ने जस्तो कि त्यो चाहिँ एकदम हाम्रो लागि रेयर भयो नि त, थाहै हुँदैन हामीलाई। त्यस्तो हुन्थ्यो, साथीको सगल हुन्थ्यो अनि साथीहरूले चाहिँ खासा गएको सुनिन्थ्यो नि त, अनि के हुँदैछ भनेर सोधिहाल्ने। अनि त्यसो चाहिँ स्कलरसिप छात्रवृत्तिको लागि यस्तो फर्म फिल छ, फर्म भरौँ भनेर साथीहरूले भन्नुहुन्थ्यो। ल नि त भरिहालौँ, पाए ठिकै छ, नभए पनि के हुन्छ त भनेर फर्म भरिन्थ्यो। अनि त्यस्तै हो। पिएचसीमा त लकिली 3जनाले पिएचसीको फर्म भरेको थियो, 3जनाको चाहिँ परेको थियो। मेरो चाहिँ 100%, साथीको चाहिँ 50-50% परेको थियो। त्यो चाहिँ 100% उनीहरूले नै एजुकेसन फीहरू चाहिँ सबै उनीहरूले बेहोर्ने पिएचडीको चाहिँ हो। फिल्ड स्टडीको अनि एजुकेसन फी पनि सबै उनीहरूले तिर्नु थियो नि त नेपाल सरकारले। फिल गएको पनि दिन्छ है उनीहरूले? हजुर हो। मेरो फिल गएको चाहिँ तपाईँको जस्तो कि फिल्डको चाहिँ आफूले ट्राभल अनि त्यहाँ बसेको ऊहरू खर्च बुझाउने हो कि मन्थली दिने के हुन्छ त्यो सिस्टम नेपालमा चाहिँ? त्यहाँ चाहिँ फिल्डमा जाँदाखेरि कहाँ गयो, ट्राभल कस्ट होइन, अनि हुन्छ नि दैनिकी खर्च, हजुर त्यस्तो। अनि त्यहाँ नास्ता खाजा गर्दाखेरि पार्टिसिपेन्टहरू हुन्छ, सहभागीहरूलाई खाँदाखेरि के कति खर्च भयो, त्यसको बिलहरू, होटेलमा बसेको खाएको, अनि पुस्तकहरू किनेको होइन, यति सबै जोडेर अनि उहाँहरू। अनि फेरि यो कन्फरेन्सहरूमा एउटा इन्टरनेसनल अथवा नेसनल कन्फरेन्समा लगभग 50,000 जतिको बिल पनि पेश गर्न पाउँथ्यो। अनि म चाहिँ गुवाहाटीमा एउटा कन्फरेन्स गएको थिएँ। अनि अब त्यति बेला अब पाइन्छ भने अलिकति थाहा भएन, पछि मात्रै भयो नि त। अनि बिलहरू अलिकति के मिलेन नि, त्यसपछि त्यो चाहिँ पाएन, त्यो चाहिँ पाएन। जस्तै तपाईँको एजुकेसनको फीहरू त उनीहरूले कभर गर्ने भइहाल्यो होइन, अनि ट्राभल फिल्डवर्कको ट्राभल गर्ने भयो। जस्तै अनि तपाईँको के भन्छ एजुकेसन फी त्यो बाहेक जस्तै तपाईँ अब राइटिङ फेजमा हुँदाखेरि के हुन्छ त? तपाईँको फी मात्रै तिर्दिन्छ कि उसले तपाईँलाई लिभिङ कस्ट नि दिन्छ? फी मात्रै, उनीहरूले क्याम्पसको खर्च मात्रै हेरिदिन्छ, तपाईँ लिभिङ कस्ट? त्यसमा चाहिँ यो बुकहरू हामी रिफरेन्सको लागि बुकहरू, आवश्यक बुकहरू किनेका छौँ भने जति उनीहरूको कस्ट दिएको छ नि, अब मैले चाहिँ 7 लाख पाएको थिएँ कि त्यहाँ, 7 लाख। त्यसमा आधा चाहिँ 50% फी तिरेको हुन्छ, अरू बाँकी चाहिँ हुन्छ नि त्यसमा कभर गर्नुपर्ने कि। त्योभन्दा बढी 7 लाख भित्र सबै कभर हुन पर्यो। त्यो पनि तपाईँको किताबहरू किनेको, ट्राभल गरेको, अनि तपाईँले फिल्डमा पार्टिसिपेन्टहरूलाई स्टिपेन्ड दिएको, तपाईँको खाजा खर्च सर्च सबै होल टोटल गर्दाखेरि 7,000 भन्दा बढी हुनु भएन हैन त? 7 लाख भन्दा हजुर हो। आधी कति त फीमै जान्छ। हजुर। तर तपाईँको जस्तै मन्थली फी जस्तो एलाउन्सेस जस्तो चाहिँ नहुने रहेछ होइन? 7,000 थियो कि क्या हो, हाम्रो मन्थली चाहिँ आउँथ्यो कि फी तिर्दिन्थ्यो उसले, त्यसो चाहिँ हुँदैन। अनि अरू चाहिँ हामीले फिल्डमा गएर त्यो बिलहरू पेश गर्नु पर्थ्यो। त्यो एक्स्ट्रा चाहिँ कन्फरेन्स त्यो 7,000 भनेको चाहिँ त्यो ठ्याक्कै मासिक फी 7,000 हुन्छ कि त्योबाट बचेर तपाईँहरूलाई सर्टेन केही बच्छ के हुन्छ? फी नै ट्याक्कै फीको लागि 7,000 हुन्छ होइन? मैले त किन बुझिरहेको भने यहाँ चाहिँ यता चाहिँ कस्तो हुँदो भने जस्तै स्कलरसिप पायो भने यहाँ त थाहा छैन, बेल्जियम थाहा छैन, पोर्चुगलमा चाहिँ स्कलरसिप पायो भने तपाईँको मन्थली मैले एडमिसन गरेको बेलामा चाहिँ 1299 पाउँथ्यो कि उनीहरूले। 1299 मन्थली
स्टेपेन्ड जस्तो लिभिङ कस्ट पाउँथ्यो। 1279 भने चाहिँ त्यहाँको निकै राम्रो स्यालेरी जस्तो हो क्या। किनभने त्यति बेला म त्यहाँ भएको बेला एभरेजमा कति 750 थियो बेसिक स्यालेरी, मिनिमम बेसिक स्यालेरी। अनि 1200-1300 हुने भनेको त उनीहरू चाहिँ मजाले बस्ने भनेको लिभिङ कस्टको लागि टेन्सनै भएन कि उनीहरूलाई चाहिँ। त्यो भएपछि चाहिँ उनीहरू जसले स्कलरसिप पाए उनीहरूले सजिलै आफ्नो एकाडेमिक गर्न पायो होइन। उनीहरूलाई लिभिङ कस्टको पनि टेन्सन भएन, फीको पनि टेन्सन भएन होइन, जागिरको पनि टेन्सन भएन। उनीहरूको काम भनेको बस पढ्देऊ बस होइन, अनि उठ जाऊ पढ क्याम्पस जाऊ, त्यो कम्प्लिट के फुल टाइम स्कुलहरू हुन्छ। अनि त्यो चाहिँ यति ठुलो एमाउन्ट दिन्छ कि उनीहरूले तपाईँको मैले याद गरेको त्यो गभर्मेन्टले वार्षिक रूपमा लगभग 1500 जति पिएचडी स्कलरसिप दिन्छ के वार्षिक एभ्री इयर 1500 जति। अनि त्यसमा फेरि तपाईँको इन्डिभिजुअल त्यो अरू के भन्छ संस्था डोनर संस्थाहरू पनि मिसिएर कसैले 150 कसैले 50 वटासम्म बिहोर दिन्छ कि त्यही संस्थासँग कोलाबोरेट गरेर के। कसैले 50 हेर्छु भनिदिन्छ, कसैले 150 हेर्ने होइन, कसैले हेर्ने। त्यसो गर्दाखेरि त टोटल मैले फर्स्ट इयरमा टोटल क्यालकुलेट गर्दाखेरि लगभग 1800 देखि 1900 वटा त त्यो वर्षमा स्कलर थियो पिएचडी को एक वर्षमा। अनि तपाईँको त्यत्रो हुँदा पनि हामी परिन्न के। फेरि त्यहाँ चाहिँ समस्या चाहिँ त्यो छ कि अब काम चाहिँ यो ब्युरोक्रेटिक्सहरू चाहिँ एकदमै झ्याउ हुन्छ। कति त मेरो त नेपालबाट पनि पुरा गर्न सकेन, उनीहरूले मागे जति बुझाउन सकेन, कति यहीँ पनि सकिँदैन। एकदम यो युरोपियनहरूले चाहिँ फेरि कस्तो गर्छ भने उनीहरूको युरोपभन्दा बाहिरको दुनियाँ नै इमेजिन गर्दैन कि ब्युरोक्रेट्समा चाहिँ। हाम्रो बाहिरको डकुमेन्टहरूलाई चाहिँ एकदमै धेरै भेरिफिकेसनहरू उता गर्दाखेरि त्यो उसले भनेको त्यो कम्प्लिट ब्युरोक्रेटिक प्रोसेस पुरा गर्नै सकिन्न कि इरिटेट हुन्छ। नेपालमा त स्कलरसिपको यो मैले त स्कलरसिप पाएको मान्छे पो देखेको थिइनँ, तपाईँ नै होला सायद पहिलो। एकदम होइन त्यो एकदम प्र्याक्टिसमै कम छ क्या, थोरै मान्छे, कति मान्छेले पाउँछ थाहा छैन। जस्तै हजुरलाई कतिजना भन्नु तपाईँहरूको पालामा पिएचडी को स्कलरसिप पाउने? हाम्रो पालामा चाहिँ हाम्रो नेपाली विषयबाट पिएचडी गर्ने हामी 3 जना थियौँ होइन। 3 जनाले नै भरेको थियौँ। 3 जनाको चाहिँ साथीहरूको 50% उहाँहरूको लाइब्रेरी वर्क भएको भएर त्यति पाउनुभयो, मेरो फिल्ड वर्क भएको भएर अलिक धेरै पाएँ होइन। त्यसपछि अर्को पटक चाहिँ 1 जनाले मात्रै पाउनु भएको थियो अरे भन्ने कुरा थियो। यो ग्रान्ड कमिसन त्रिभुवन यो युनिभर्सिटीको त्यो ग्रान्ड कमिसन छ नि, टोटल कति जति दिने रहेछ वार्षिक नम्बर अफ स्टुडेन्ट के कति जनाले पाउँछ वर्षमा? त्यो चाहिँ यस्तो मैले चाहिँ त्यति साह्रो बुझिनँ सर, किनभने हामी सेल्फ सेन्टर हुन्थ्यो के अरे। हामीले पायो एला भने खुसी भयो होइन, अरूले कसले पाएछन् भने। तर मैले डिटेलमा मैले स्टडी गरेन सर। मैले तिनीहरूको त्यो सर्टेन नोटिसहरू हेरेको त्यत्रो धेरै चाहिँ देखिनँ कि 15-20 जनासम्मको लिस्टहरू चाहिँ देखिन्छ होइन, त्योभन्दा बढी चाहिँ देखिँदैन कि सबै विषयको गरेर त्यस्तो देखिन्छ हो। ल धेरै बधाई तपाईँलाई, खुसी लाग्यो तपाईँले स्कलरसिप पाउनु भयो होइन। मैले त भने नि मैले त देखेकै थिइनँ यत्रो ठुलो स्कलरसिप पाउने मान्छे नेपालमा त सुनेको थिएन। अब अलिकति तपाईँको पब्लिकेसनतिर चाहिँ अलिकति त्यता चाहिँ बरु केही तपाईँको अनुभवहरू पनि इन्ट्रेस्टिङ हुन सक्छ है। तपाईँको सबैभन्दा पहिलो पब्लिकेसन चाहिँ तपाईँको फर्स्ट? मैले चाहिँ व्यक्तिगत रूपमा यो झाँक्री र पुर्खौली नाचको अध्ययन भनेर। त्यो तपाईँको आफ्नै मोनो चाहिँ 2018 मा पब्लिस भएको ट्रेडिसनल कल्चरल एन्ड स्पिरिचुअल बिलिफ सिस्टम एन्ड शामनिजम झाँक्री धौलागिरी रिजन भन्ने हो। यो खास होइन यो किताब नेपालीमै छ सर, यो नेपालीमै छ। खास चाहिँ यो चाहिँ मेरो आफ्नो विषय भन्दाखेरि म संस्कृतिको पनि विद्यार्थी हो
नेपाली भाषा साहित्य र लोक साहित्यको पनि विद्यार्थी भएको हुँदाखेरि मूर्त अमूर्त सांस्कृतिक सम्पदाहरूको अध्ययन गर्ने क्रममा झाँक्रीको अध्ययन गरे। मैले यो किताब कसरी लेख्न पुगे त भन्दाखेरि एमए पढ्ने बेलामा म कहिल्यै जिन्दगीमा बिर्सिँदैन, हाम्रो दयाराम श्रेष्ठ सर हुनुहुन्थ्यो कि, उहाँको नेपाली साहित्यको इतिहास भन्ने एउटा किताब पढेको थियौँ अनि उहाँ पछाडिको साइडमा चाहिँ एकदम ठुलो फोटो थियो कि मैले नि एक दिन यस्तै गरेर किताब निकाल्छु भन्ने एकदमै त्यो इच्छा लाग्यो कि म पनि मेरो फोटो यस्तै हुन्छ किताब निकाल्छु भन्ने त्यो मनमा लागिराख्यो। अनि त्यस्तो इच्छा लागिसकेपछि इच्छाले चाहिँ एउटा परिवेश चाहिँ निर्माण गर्दो रहेछ क्या। त्यसपछि त्यो झाँक्रीको अध्ययन गरेर किताब निकै लामोको अध्ययन हो, त किताब चाहिँ सानो छ तर अध्ययन चाहिँ समय चाहिँ लामो अवधि छ होइन। त्यो प्रकाशन गरे अनि त्यो प्रकाशन गरेपछि त्यस पुस्तकबाट यो हाम्रो 5 नम्बर प्रदेश लुम्बिनी प्रदेशको प्रादेशिक प्रतिभा पुरस्कार भनेर नेपाल सरकारबाट संस्कृति मन्त्रालयबाट प्रधानमन्त्रीज्यूको हातबाट पाइने पुरस्कार, त्यो पुरस्कार प्राप्त गरेको थिएँ। र यो पुर्ख्यौली एमफिलको अध्ययनले चाहिँ यो नव प्रतिभा पुरस्कार जनसांस्कृतिक नवयुवा प्रतिभा पुरस्कार भनेको मैले यो पुर्ख्यौलीको अध्ययन गरेर त्यो प्राप्त गरेको थिएँ। यो सामाजिजमको बारेमा लेख्नु भएको किताबको बारेमा चाहिँ तपाईले नेपालको नेशनल अवार्ड पाउनु भएको भन्नुभएको? हजुर, प्रादेशिक प्रतिभा पुरस्कार भनेर प्रत्येक प्रदेशलाई दिइन्थ्यो, त्यसमा संस्कृति विधामा चाहिँ मैले प्राप्त गरेको पुस्तक चाहिँ झाँक्री थियो सर। यसमा चाहिँ के खास के छ अलिकति सुनौ न, चट्ट थोरै यसको एब्स्ट्राक्ट जस्तो थोरै सारांश के न? यो पनि खास के हो त भन्दाखेरि हाम्रै झाँक्री संस्था एकदमै सुनिरहेछ सर? अहिले सुनेछ हजुर। हजुर, झाँक्री परम्परा हजुर, त्यो संस्कृतिमा विश्वास गर्ने समुदाय पर्यौं हामी। यद्यपि हामी पढे लेखेको शिक्षित भएर हामी यहाँसम्म आइकन पनि आफ्नो समाजमा भएको संस्कृतिहरूको बारेमा खोज अध्ययन अनुसन्धान गर्नुपर्छ भन्ने सन्दर्भमा मेरो आफ्नै आमा बहिनी अनि ससुरा बा धेरै बिरामी भएर धेरै उपचार गर्दा पनि नभइसकेपछि ल त नि तपाईहरुको इच्छा अनुसार झाँक्री बसाउँ भन्ने सन्दर्भमा बसाउँदाखेरि जे विधि विधानहरू अपनाइन्थ्यो अनि त्यो विधि विधानमा चाहिँ कस्ता सामग्रीहरू प्रयोग गर्थे त्यो भन्दाखेरि चाहिँ झाँक्रीले कस्तो ओखा भन्थे स्टोरी अनि त्यसपछि कस्ता सामग्री प्रयोग गरिन्थे कुकुले गर्थे भन्ने यस्तै कुराहरू अध्ययन टिप्पण गर्दै गए निकै लामो समयपछि अनि त्यसलाई चाहिँ एउटा किताबको आकार चाहिँ दिएको। र विशेष गरी मैले यहाँ के गर्न चाहेको त भन्दाखेरि त्यो समुदायमा झाँक्री परम्परा छ र त्यो परम्परामा चाहिँ यो छ भनेर जे छ त्यसलाई टपक्क टिपेर लिएर राखेको छु। र पछि यसलाई चाहिँ के गर्न खोजे त भन्दाखेरि कुनै पनि समुदायको कुनै पनि पुरानो संस्कार संस्कृतिहरूलाई अन्धविश्वासको एउटा ट्याग लगाइदिएर त्यसलाई चाहिँ अरुचि देखाउने र त्यो संस्कृति बिस्तारै लोप हुने जुन प्रक्रिया छ त्यसलाई मध्यनजर गर्दै झाँक्री ठिकै छ यो समय अनुसारको कुरा हो तर यसमा पूर्णत अन्धविश्वास चाहिँ छैन। अनि यसमा आयुर्वेद विज्ञान हैन अनि साउन्ड हिलिङ र मनोविज्ञान यो यस्ता कुराहरू जोडेका हुन्छन् भनेर मैले अलिकति जोड्ने कोसिस चाहिँ गरेको छु। हजुर, एउटा चाहिँ आयुर्वेद जोडियो हैन, अर्को चाहिँ साउन्ड हिलिङ जोडियो हैन। हजुर, साउन्ड हिलिङ जोडियो, अर्को मनोविज्ञान हैन। यसपछि त्यसमा त्यो समुदायको हुन्छ नि एउटा सभ्यता चाहिँ त्यहाँ लुकेको छ, केही न केही छ त्यहाँ, त्यो कुरालाई चाहिँ स्पष्ट गर्न खोज्दै प्रकाशित भएको हुँदा सबै साथीहरूले माग्नुहुन्छ। त्यसो भनेको 2-3 वर्ष भयो त्यो रूपले गर्न सकिरहेको छैन। अलिकति यो पिएचडीले गर्दाखेरि पनि हो र पिएचडी गरिसकेपछि मलाई एकदमै त्यो हुन्छ नि गजाङ गुजुङ धेरै पढ्दा अनि किताब सम्झिँदा पनि दिक्क लागिरहेको छ कि अहिले, त्यही भएर त्यो के गर्न मन छैन। हेरौँ भोलिका दिनमा के हुन्छ, त्यो चाहिँ गर्छु म। मेरो इच्छा चाहिँ छ अझै प्लस अध्ययन गर्दै जाने हो विभिन्न ठाउँको झाँक्रीहरूको अनि त्यसपछि अलिक किताब
अलि राम्रो पढ्न सक्ने खालको पठन योग्य चाहिँ लेख्छु भन्ने चाहिँ इच्छा छ। त्यो मेरो इच्छा। यहाँ चाहिँ मलाई चाहिँ तपाईँको टपिक हो नि त यो के भन्छ वर्ड टु वर्ड ट्रान्सलेट होला होइन। ट्रेडिसनल कल्चरल एन्ड स्पिरिचुअल बिलिफ सिस्टम भन्ने चाहिँ दुईटा टपिक्समा मलाई अझै अलिक डिटेलमा बुझ्नु मन लागेको चाहिँ ट्रेडिसनल कल्चर भनेको यो के परम्परागत ज्ञान होइन, परम्परागत रूपमा चलिआएको संस्कृति एउटा र त्यसमा के छ बिलिफ सिस्टम हो त्यसमा चाहिँ हो। यो यसमा के डिस्टिङ फरक के रहेछ? एउटा चाहिँ बिलिफ सिस्टमले परम्परा चल्ने हो होइन, अथवा चाहिँ परम्परागत चलनमा चाहिँ बिलिफ सिस्टम हुने हो। तपाईँले ठ्याक्कै छुट्याउनु भएछ के डिस्टिङ के रहेछ फरक चाहिँ के हो? यो मैले त्यो नोट गरेँ। ओके थ्याङ्क यू। यो बिलिफ सिस्टम भनेको चाहिँ कस्तो हुँदो रहेछ भने नि एकजना भनौँ न त्यो बेलामा मान्छेले आफ्नो जीवनलाई असहज भएको समयमा सहज बनाउनका निमित्त जुन किसिमको एउटा सोचको विकास गर्छ त्यो सोचलाई बिस्तारै बिस्तारै उसले चाहिँ के त सत्य साबित गर्छ र त्यो विश्वासको रूपमा स्थापित हुन्छ र त्यो विश्वासलाई सबैले केही पुस्तासम्म त्यसलाई चाहिँ लोक विश्वासको रूपमा उनीहरूले चाहिँ स्वीकार गर्छन्। त्यो विश्वासले परम्परा कायम हुँदै जाँदो रहेछ। जस्तै त्यहाँ झाँक्रीमा के छ त भन्दाखेरि पितृ पूजा, मृत आत्मा के हो आत्मा असन्तुष्ट आत्मा भनेर आत्माका विभिन्न प्रकारहरू, किन मान्छेहरू आत्माले किन दुःख पाउँछ, किन दुःख दिन्छ, के गर्दा सुख हुन्छ, के गर्दा समृद्धि हुन्छ, अनि हामी पुर्खाहरू प्रतिको सम्मान जुन खालको छ अनि त्यही अनुसार बलि दिनुपर्ने जुन जस्तै हामीले बायोहरू पूजा गर्छौँ, पितृहरूलाई पूजा गर्छौँ, शिरो बायो हुन्छ, बायो हुन्छ, अनि त्यसपछि कुलदेवता पितृहरू हुन्छन्। त्यो पितृहरू पनि विभिन्न प्रकारका हुन्छन्। अब त्यो पितृहरू भनेको कस्तो रहेछ भने अकालमा मृत्यु भएका मान्छेहरूको आत्मा चाहिँ सन्तुष्ट हुन सकेन भड्कियो भने त्यसको उसले चाहिँ मान्छेहरूलाई दुःख दिन्छन् र त्यो उनको इच्छा पुरा भयो भने त्यो झाँक्री मार्फत त्यो खुट्टाएर कसले किन दुःख दिइरहेको छ, समस्या के हो भन्ने पत्ता लगाइसकेपछि बलि सहित पूजा गरेर अनि उनी शान्त हुन्छन् र हाम्रो समाजमा सुख शान्ति समृद्धि मनको इच्छा कामनाहरू पुरा हुन्छ भन्ने एउटा जुन विश्वास छ। अनि त्यसपछि अरूलाई दुःख दिनु हुँदैन। दुःख दियो भने चाहिँ पाप लाग्छ भन्ने यस्तो बिलिफ सिस्टम उनीहरूको। अनि यो के भन्छ भूमि धनको यो हाम्रो के भन्छ यो सबै उनीहरूको बिलिफ सिस्टम हो र होइन पुर्खाहरूको नै उनीहरूको बिलिफ सिस्टम हो र त्योहरू पछ्याउँछन् र त्यही अनुसार उनीहरूको संस्कृति निरन्तर रूपमा परम्परागतमा अगाडि विकसित हुँदै जान्छ र समय अनुसार चाहिँ त्यो प्रक्रिया र विधि विधानमा अलिकति फरक हुँदै जाँदो रहेछ भन्ने कुरा चाहिँ मैले देखेको। भनेपछि मैले बुझे अनुसार है तपाईले भनेको कुराहरू र मेरो आफ्नो पनि बुझाइ अनुसार चाहिँ के हो भन्दाखेरि समुदायले एउटा सर्टेन सुपरनेचुरल पावर प्रति विश्वास गर्छन् र कुनै पनि इभेन्ट्सहरू अथवा कुनै पनि घटना परिघटनाहरूलाई चाहिँ राम्रो या नराम्रोका दृष्टिकोणले बुझ्दै त्यसलाई राम्रो हुँदा कसरी परफर्म गर्ने र नराम्रो हुँदा कसरी परफर्म गर्ने भन्ने जुन विश्वासबाट चाहिँ परम्पराहरू सेट हुँदै जाँदो रहेछ भन्ने कुरा नै होइन त। नराम्रो हुँदाखेरि कस्तो पर्फर्मेन्स गरेर कसरी त्यो नराम्रोलाई फकाउने र राम्रो हुँदाखेरि कसरी त्यो चिजलाई सर्ट आउट गर्ने, सेलिब्रेट गर्ने अथवा त्यो चिजको चाहिँ समापन गर्ने भन्ने कुरा, अथवा इनकेस नराम्रो भयो भने नराम्रोलाई कसरी चाहिँ के गरेर चाहिँ त्यसलाई चाहिँ सर्ट आउट गर्न सकिन्छ अथवा राम्रो त्यो समस्याको हल निकाल्न सकिन्छ भन्ने चाहिँ त्यो बिलिफ सिस्टमबाट
राम्रो र नराम्रोको बिलिफ सिस्टमबाट ट्रेडिसनहरू चाहिँ परम्पराहरू चाहिँ हुँदो रहेछ भन्ने कुरा होइन। हो हजुर हो। मैले तपाईँसँग यहाँनिर बुझ्दै गर्नु खोजेको कुरा चाहिँ अर्को एउटा के थियो भने झाँक्रीहरू चाहिँ जस्तै तपाईँले अध्ययन गर्नुभएको तपाईँको आफ्नो स्टडी एरियामा चाहिँ झाँक्रीहरू चाहिँ कस्ता कस्ता झाँक्रीहरू थियो? किनभने मलाई लाग्छ झाँक्रीहरू धेरै खालका झाँक्रीहरू छन् समाजमा विभिन्न ठाउँ अनुसार विभिन्न ऊ अनुसार। तपाईँको अध्ययन क्षेत्रमा तपाईँको स्टडी एरियामा चाहिँ झाँक्रीहरू भनेर सबै एकै खालका छन् अथवा अलग अलग छन्? कस्ता कस्ता खालका छन्? उनीहरूको ओरिजिन के छ अथवा उनीहरूको स्कुलिङ के छ? झाँक्री बन्ने प्रक्रियाहरू के कस्ता छन्? उहाँहरूले मनाउने देवताहरूका प्रकार के कस्ता छन्? त्यतातिर अध्ययन गर्नुभयो कि भएन? थ्याङ्क यू, एकदमै राम्रो प्रश्नको लागि। हो तपाईँको प्रश्न तपाईँले भन्नुभएको झाँक्री अध्ययन झाँक्री बन्ने जुन प्रक्रियाहरूको बारेमा 2 थरी 3 थरीको जस्तै भुइँफुट्टा भन्नुहुँदो रहेछ कि उहाँहरू। अनि एउटा चाहिँ औतारी भनेर भन्नुहुँदो रहेछ। त्यो चाहिँ के हुँदो रहेछ भने कोही चाहिँ जन्मजात नै ऊ चाहिँ स्वभावले के उसमा त्यो शक्ति प्राप्त भएर आउने होइन। अनि एउटा चाहिँ कस्तो हुँदो रहेछ भने अलिकति ठुलो भइसकेपछि आफ्नो सन्तानहरूमा को थिए झाँक्री पुर्खाहरूमा त्यसको शक्ति चाहिँ त्यो बच्चामा प्रवेश गर्ने र म फलाना फलाना हो मेरो यस्तो यस्तो गरिदिनु भनेर गुरु राखेर सिक्दो रहेछन्। एउटा चाहिँ स्वेच्छाले म झाँक्री सिक्न चाहन्छु भनेर कसैलाई यतिकै इच्छा लाग्यो भने त्यो सिक्ने कुरा फरक कुरा हो। त्यो भएको हुँदाखेरि झाँक्री सिक्ने जुन त्यो ज्ञान प्राप्त गर्छ त्यो ज्ञान प्राप्त गर्ने आधारमा चाहिँ मैले चाहिँ 2टा मात्रै भेटाएको खास उहाँ फिल्डमा जाँदाखेरि उहाँले भन्नुभएको एक थरीको भुइँफुट्टा हो जो चाहिँ नम्बर 1 हुन्छ। उहाँहरूलाई कसैले चाहिँ उस गर्न सकिँदैन। उहाँहरूको चाहिँ यस्तो गुरु नै कस्तो हुन्छ अरे भने वन देवता हुन्छ नि, वन झाँक्री जस्तै विशेष शक्तिले हुन्छ अरे तिनीहरू। उहाँहरूलाई सिद्ध देवताहरू के हुन्छन् गुरुहरू भन्ने कुरा हुन्छ। औतारी भनेको एउटा गुरु मान्छे नै गुरु राखेर ज्ञान प्राप्त गर्ने हो भन्ने कुरा गर्नुभयो। र कार्यका आधारमा गर्दाखेरि एउटा थप चाहिँ के थियो भन्दाखेरि एउटा चाहिँ यस्तै गरेर ओली झाँक्री भन्ने कुरा निस्क्यो होइन। ओल भनेर त्यो असिना हुन्छ, त्यो असिनालाई रोक्ने को लागि चाहिँ एउटा छुट्टै झाँक्री हुन्थ्यो अरे जसलाई ओली भनिन्थ्यो भन्ने कुरा भयो। अनि मेरो ससुरा बाबाले चाहिँ ओली हुनुहुन्थ्यो, उहाँ बित्नुभयो भन्नुभएको थियो। पछि मैले यही झाँक्री सम्बन्धी एउटा कार्यपत्र प्रस्तुत गर्ने सन्दर्भमा एकजना व्यक्तिले फलाना ठाउँमा ओली झाँक्री हुनुहुन्छ गएर अध्ययन गर्नुहोस् भन्नुभएको थियो। तर विविध जिम्मेवारले गर्दा म त्यो जान सकेन। एउटा चाहिँ यस्तै उपचार गर्ने फुकफाक गरेर मन्त्रद्वारा त्यो बिरामीहरू सन्चो पार्ने एउटा कार्यका आधारमा हेर्ने भने त्यो। अनि अर्को चाहिँ जयसी झाँक्री हुन्छन् जसले नाम राख्ने चिना बनाउनेदेखि लिएर सबै ज्योतिषको काम गर्दा रहेछन् र एउटा ओली झाँक्री हुँदो रहेछ भन्ने कुरा मैले चाहिँ मेरो अध्ययनबाट त्यस्तो चाहिँ देखेको थिएँ। हजुर। अनि उहाँहरूको कार्यशैलीमा पनि त केही फरक छ? मैले त मेरो आफ्नो पर्सनल एक्सपिरियन्स है, कसैले ढ्याङ्ग्रो बजाउनुहुन्छ, कसैले थाल बजाउनुहुन्छ होइन, कसैले माथि चाहिँ तपाईँको उहाँहरूले मुकुट लगाउनुहुन्छ, कसैले होइन, कसैले प्वाखहरू लगाउने, कसैले चाहिँ त्यो के अरे जुवाका मालाहरू लगाउने, त्यो दुम्सीका काँडाहरू के ऊहरू बनाउने होइन, त्यो घन्टीहरू लगाउने, त्यो ड्रेसअपहरू उहाँहरूको त्यो के भन्छ त्यो ड्रेसिङ सेन्स र उहाँहरूले गर्ने त्यो साउन्ड इन्स्ट्रुमेन्ट भनौँ न, ढ्याङ्ग्रो, कसैले थाल ठटाउने, अलिकति फरक छ मैले आफूले देखेको मेरो एक्सपिरियन्समा है। तर अध्ययन त होइन मेरो होइन। तपाईँले के कस्तो भेट्नुभयो, तपाईँको अनुभव सुनौँ भनेर के? एकदम रोक्यो अनि त्यसले है। अनि हस् थ्याङ्क यू। मैले गर्दाखेरि पनि त्यस्तो चाहिँ देखेको छु। त्यो विशेष गरेर पुरुषहरूले अनि जसको गुरु चाहिँ सिद्ध हुन्छन् उहाँहरूले चाहिँ त्यो छालाको ढ्याङ्ग्रो बजाउने गरेको देखेँ।
अनि औतारी झाँक्रीहरूले चाहिँ त्यो चरेसको थाल चाहिँ बजाएको देखे एउटा कुरा। र यो चाहिँ विशेष गरेर यो म्याग्दी र पर्वतका झाँक्रीहरूले चाहिँ जुन चाहिँ यो काली गण्डकीको तल हैन त्यहाँ चाहिँ जुन बस्नुहुने झाँक्रीहरूले चाहिँ सानो रिठाको माला र अनि यो देखे अनि घन्टीहरू विशेष सामान्य म्याग्दीको मालिका गाउँपालिका भन्ने ठाउँमा झाँक्री बसेको म हेर्न गएँ। त्यहाँनिर झाँक्री बस्नुहुन्छ पुलपूजामा भनेर त्यहाँ जाँदाखेरि चाहिँ अलिकति फरक पहिरन देखेँ। अनि त्यहाँ चाहिँ के थियो त भन्दाखेरि त्यो भेग चाहिँ यो रुकुम रोल्पाको अलिकति सिमानाको नजिक पर्दो रहेछ। त्यो भूगोलको अनि पनि एक त्यो फरक पारेको हो। मैले चाहिँ अझ त्यो गहिरिएर गर्न सकेको छैन। त्यहाँ चाहिँ के देखेँ त भन्दाखेरि ठ्याक्कै विभिन्न चराहरूको प्वाखको त्यो मुकुट जस्तै बनाएको अनि विभिन्न त्यो प्राणीहरूको छालाको झोला अनि घन्टी पनि अत्यन्तै धेरै घन्टीहरू त्यो। अनि त्यसपछि आएर विभिन्न थरीको त्यो रुद्राक्ष अनि त्यसपछि तुलसी अनि भद्राक्ष भन्नुहुन्थ्यो त्यसको माला अनि हजुरले भन्नुभएको जस्तो त्यो दुम्सीको काँडाहरू त्यस्तो फरक किसिमको चाहिँ देखेको हो पहिरन चाहिँ। अनि मैले सोद्धाखेरि उहाँहरूले यो चाहिँ लगाउनु पर्छ हाम्रो पुर्खाहरूले यस्तो लगाएको भएर यसले चाहिँ यस्तो काम गर्नुहुन्छ भनेर मैले इन्टरभ्यू सबै खिचेर ल्याएको। तर त्यसको पेपर चाहिँ लेख्न भ्याएको छैन त्यसैले अलिकति स्पष्ट मैले भन्न सकिनँ अहिलेलाई चाहिँ। तर चाहिँ अलिकति फरक थियो है त्यस्तो चाहिँ। त्यो हजुरले भन्दै गर्नुभएको त्यो के अरे रिठा लगाउने वालाको पार्टमा अलिकति सुरुको भाग छोकी फ्रिज भएको थियो कि रिठाको माला लगाउने वालाको अलिकति भन्नु त। हजुर त्यो उसमा म्याग्दीको तल्लो भेग र पर्वत जिल्लाको झाँक्रीहरूले चाहिँ सामान्यतया रिठाको माला अनि रुद्राक्षको माला अनि भद्राक्षको माला अनि ठाउँ अनुसार सर्पको काँडाको माला र घन्टीहरू लगाएको देखे सामान्य मात्रै। खासै त्योभन्दा फरक पहिरन मैले देखिनँ। विशेष परिधान पनि थिएन भने पछिल्लो समय 1-2 वर्ष भयो मैले चाहिँ मालिका पालिकामा झाँक्री कति फरक थियो। त्यो रुकुम रोल्पातिरका कारणले गर्दाखेरि फेरि होइन रुकुम रोल्पा जुन छ त्यो भूगोलको सिमानाको कारण निकटताको कारणले परेको प्रभाव हो अथवा थियो त्यो मलाई मालिका गाउँपालिकाको चाहिँ सबै थिए मुकुट जस्तो अनि कुनै एउटा प्राणी डरलाग्दो प्राणीको छालाको झोला जस्तो थियो। घन्टी पनि धेरै थिए अनि माला पनि विभिन्न प्रकारको थियो। पहिरो नै फरक थियो कि त्यहाँको त्यस्तो चाहिँ थियो। मैले इन डिटेलमा मैले अहिले लेख्न भ्याएको छैन। पछि अर्को किताब निकाल्दाखेरि चाहिँ मैले त्यहाँ लेखौँला भनेर चाहिँ राखिरहेको छु। अलिकति व्यस्त नै भए। हजुरले त्यस्तो केही झाँक्रीहरूले चाहिँ जसले चाहिँ के भन्छ यतिको हड्डी अथवा बाघको हड्डी नलीखुट्टा के भन्नेहरू अथवा मसानको नलीखुट्टा भन्नेहरू के त्यस्तो केही हड्डीहरू अथवा हाडहरू त्यस्तो केही युज गरेको भेट्नुभयो? म्याग्दी पर्वतको झाँक्रीहरूमा चाहिँ मैले त्यो देखेको छैन है। किनभने के भन्ने चलन छ भने नि झाँक्रीहरूले चाहिँ दुई थरीको साध्य हुन्छ अरे होइन। मेरो ससुरा बुवा नि भन्नुहुन्छ एक थरी चाहिँ मसान साध्य गरेको हुन्छ तिनीहरूले चाहिँ मसान खेलाउँछन् अनि हाम्रो घरको बाहिर पितल पहिला लखर दिन्छन्। एक थरी चाहिँ जहिले होइन त्यो भएको हुँदा मैले चाहिँ त्यो भनेपछि त्यो के अरे दुई थरीमा एक थरी त्यो मसान खेलाउने वाला चाहिँ भेट्नु भएन भन्नुभएको? त्यो चाहिँ मैले भेटेको छैन हजुर। हजुर उनीहरूको थान थपनाका कुराहरू पनि फरक पर्ने भयो होइन ठाउँ अनुसार होइन बजाउने इन्स्ट्रुमेन्टहरू अनि उनीहरूले पुज्ने एक खालेले चाहिँ गुरु मान्दैन जस्तो लाग्छ मलाई। गुरु पूजा गर्दैन। एक खालेले चाहिँ वर्षमा एकचोटि कि दुईचोटि गुरुको पूजा गर्छ झाँक्रीहरूले। मैले देखेको झाँक्रीहरूले के छ त्यतातिर? त्यो चाहिँ गुरु होइन उहाँले गुरु पूजा गर्नुहुन्छ सबै झाँक्रीले? मैले त्यस्तो चाहिँ देखेँ।
यो विशेष गरेर यो हुन्छ नि हजुरको यो मङ्सिरको पूर्णिमा अथवा पहिलो मङ्गलमा जुन खालको यो हाम्रो काफल डाँडामा कर्वाकेलीको थान छ त्यहाँनिर सबैजना त्यो क्षेत्र त्यो भेगभित्र त्यो धौलागिरी सेरोफेरोभित्र भएका जति पनि पुन मगरका झाँक्रीहरू छन् त्यो झाँक्रीहरू सबै बुढो पुस्तादेखि युवा पुस्तासम्मका सबै आएर त्यहाँनिर त्यो गरेको त्यो भुइँफुट्टाहरू पनि आउँछन् त्यहाँ। हजुर त्यो मैले देखेँ। हाम्रो मैले चाहिँ भुइँफुट्टाहरूले चाहिँ कुनै पनि त्यस्तो पूजा गरेको देखेको छैन हाम्रोतिर चाहिँ त्यस्तो छ। अनि त्यो हजुर मेरो अध्ययनमा चाहिँ सबैजना एकजना महिला हुनुहुन्थ्यो उहाँलाई चाहिँ जङ्गलमा लगेर कति पटक जङ्गलमा लगेर अनि सिकाएको भन्नुहुन्थ्यो। उहाँले पनि गुरु पूजा गर्नुहुन्छ, गुरु पूजा गर्नुपर्छ अरे भन्नुहुन्थ्यो। भनेपछि लगभग हजुरले भेटेको सबै झाँक्रीहरूले गुरु पूजाको अवसरमा चाहिँ केही न केही पूजापाठ गर्ने रहेछन् होइन? हजुर हजुर हो हजुर। अब यो इन्ट्रेस्टिङ तपाईँको ऊबाट अझ गजब एउटा नयाँ पर्सपेक्टिभ आएको चाहिँ के थियो भन्दाखेरि आयुर्वेदको प्र्याक्टिस, साउन्ड हिलिङ र साइकोलोजिकल ट्रिटमेन्ट, यो यसको बारेमा अलिक डिटेलमा भनिदिनु। यो चाहिँ कस्तो साउन्ड हिलिङ भनेर साउन्ड थेरापी भनेर परम्परा यो मानव सभ्यताको प्राचीन कालमा नै त्यो एउटा त्यो साउन्ड हिलिङ गर्ने थियो भन्ने कुरा हामी इतिहासमा भेट्छौँ होइन? त्यो के हुँदो रहेछ भने यो झाँक्री बस्दाखेरि पनि सुरुमा ट्याङ 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 गर्दै बिस्तारै 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 ट्याङ ट्याङ अनि त्यो एउटा लय हुन्छ, त्यो लयबाट ध्वनि निस्किन्छ। अनि त्यो ध्वनिले के गर्छ अरे भन्ने कुरा छ भने ठ्याक्कै मैले अहिले तपाईँलाई त्यो सिद्धान्तका कुराहरूले अलि जोड्न नसके पनि सामान्यतया के हुँदो रहेछ भने त्यो ध्वनिले एउटा शक्ति सञ्चारण गर्छ। अनि सञ्चालन गरिसकेपछि हाम्रो यो सेलहरूलाई एउटा तरङ्ग स्थापित गर्छ, तरङ्गको मार्फत उसले चाहिँ शक्ति पैदा गर्छ अरे कि बिस्तारै बिस्तारै। त्यो शक्ति पैदा गरिसकेपछि उसले आनन्द अनुभूत गर्न सक्छ र डेथ भएका त्यो सेलहरूलाई पनि उसले जागृत गराउँछ भन्ने कुरा छ। अनि अहिलेको समयमा चाहिँ यो साउन्ड थेरापी, साउन्ड हिलिङ भनेर अब नयाँ नेपालमा निकै निस्किन त्यो नयाँ त्यो उपचार पद्धति निस्किन थालेको रहेछ भन्ने मैले थाहा पाएको छु। भने अर्को कुरा चाहिँ कस्तो भने आयुर्वेद जस्तै भनौँ न अब उपचार गर्ने क्रममा त्यहाँनिर जौ अनि विशेष गरेर जौ, मकै अनि घिउ जस्ता यस्ता 7वटा बीजहरूको मिश्रण गरेर एउटा तत्त्व हुन्छ वनस्पति भकिमले हुन्छ होइन? त्यसको काठबाट होम पोल्दो रहेछन् के। अनि त्यो काठ जुन छ त्यो काठबाट निस्केको धुवा र त्यो अन्न जलेको धुवा जुन छ नि तिनीहरूबाट चाहिँ एउटा तत्त्व निस्किन्छ जसले गर्दा हाम्रो अक्सिजन यो हाम्रो फोक्सोबाट हुँदै रगतमा त्यो मिश्रण हुन्छ र लामो समयसम्मको यो उपचार पद्धतिले चाहिँ उसलाई केही न केही काम गरिरहेको हुन्छ एकातिर भने अर्कोतिर मनोवैज्ञानिक ढङ्गबाट चाहिँ एउटा बिरामीले एउटा बिलिफ सिस्टम भन्ने हुन्छ नि झाँक्रीको उपचार गर्यो भने सन्चो हुन्छ भन्ने उनको मनोविज्ञान जुन छ त्यो मनोविज्ञानले पनि निकै काम गरिरहेको हुन्छ भनेर। अनि त्यसमा चाहिँ यो पैयुँ पाटीहरू प्रयोग गरिरहेको हुन्छ। ती यावत जुन छ वनस्पतिबाट प्राप्त गर्ने जुन तत्त्वहरू छ त्यो तत्त्वलाई चाहिँ विज्ञानले पनि प्रमाणित गरिसकेको छ। हामी गुगलमा गएर सर्च गर्न सक्छौँ, आयुर्वेद विज्ञानका पुस्तकहरूमा हेर्न सक्छौँ, त्यहाँबाट के प्राप्त गर्न सक्छ भनेर। त्यो चाहिँ झाँक्री उपचार पद्धति चाहिँ एकचोटि मात्रै होइन 3-4 चोटि हुन्छ। 3-4 पटक हुँदाखेरि चाहिँ त्यो एक पटकमा चाहिँ 2 दिनसम्म लगातार लामो समयसम्म हुन्छ। त्यसले गर्दाखेरि पनि उपचारमा सहयोग हुन्छ
हेलो। हजुर हजुर। भनेपछि त यसमा त जुन हिसाबले चाहिँ एक किसिमको के भन्छ अन्धविश्वास भनेर झाँक्रीलाई चाहिँ सर्लक्कै पन्छाइदिएको थियो, त्यसमा त तपाईँले त त्यसको हिडन पोजिटिभ फिचर्सहरू नै ठ्याक्क उ गरिदिनु भयो नि त, गजब लाग्यो कि मलाई। यो आदिवासी जनजाति आयोगले चाहिँ एउटा त्यो आदिवासी ज्ञानको सन्दर्भमा त्यो नि त्यो मैले पेपर चाहिँ लेखेको छु कि त्यहाँ आदिवासी ज्ञानहरूलाई यसरी अध्ययन भनेर 2-4जना मान्छेले भन्नुभयो फोन गरेर। अनि म चाहिँ छुट्टो मान्छे, अनि के भन्यो भने तपाईँले मलाई फोन गरेर भन्नुभयो, अरूलाई पनि भनिदिनु होला, कतै के अरे पनि हामीले टिपोट गरिदिनुहोस्, उल्लेख गरिदिनुहोस् हाम्रो, अनि हामी पनि सिक्छौँ अझै भनेर भनेको थियो। अनि उहाँले चाहिँ के गर्नु थाहा भएन। जे होस्, झाँक्रीभित्र पनि केही न केही पोजिटिभ कुराहरू छ भन्ने कुरा एउटा पोजिटिभ त्यसको इन्साइट चाहिँ मलाई गजब लाग्यो। मैले चाहिँ त्यसरी चाहिँ हेरेको थिइनँ, तर समथिङ मान्छेले विश्वास गरिरहेछ, केही न केही विश्वास त गर्न पाइयो नि त भन्नेसम्म मात्रै थियो। तर यसरी आयुर्वेद साउन्ड हिलिङकै पर्सपेक्टिभले चाहिँ मैले चाहिँ हेरेको थिइनँ कि तपाईँले ठ्याक्क भनिदिएपछि चाहिँ मलाई पनि गजब कहानी हो कि यो चाहिँ गजब। क्वान्टम फिजिक्स भनेर भन्छ नि होइन, क्वान्टा भन्छ कि यो तरङ्ग सिद्धान्त अथवा कुनै पनि पृथ्वीमा रहेका अब वस्तुहरू कणमा तरङ्गित हुन्छन्, प्रकाशमा तरङ्गित हुन्छन् भन्छन् नि, त्योले पनि एकदम काम गरिरहेको हुन्छ। अब म त साइन्सको विद्यार्थी होइन, तर मैले चाहिँ विभिन्न पुस्तकहरू प्रकाशित भएकोलाई यसो हेर्दा अनि त्यसपछि त्योलाई पनि मैले जोडेर हेर्ने कोसिस गरेको थिएँ कि जस्तै एउटा मान्छेले अर्को, जस्तै हजुर झाँक्री हुनुभयो भने, म बिरामी भयो भने त्यो झाँक्रीले बिरामीको मनको अध्ययन कसरी गर्न सक्छ त भन्ने सन्दर्भमा चाहिँ त्यो तरङ्ग सिद्धान्त हुन्छ नि, क्वान्टम फिजिक्सको एउटा सिद्धान्तको एउटा कुराको पनि मैले उल्लेख गरेको छु कि त्यहाँ झाँक्रीको पुस्तकमा। त्यो इन डेप्थमा चाहिँ म गएको छैन, जस्तो मैले यस्तो हुन्छ है भनेर मैले देखाउने काम गरेँ। बाँकी कुरो चाहिँ जस्तै कस्तो हुन्छ भन्नु त, जस्तै कस्तो हुन्छ अरे भने झाँक्रीहरू भनेको लामो योग र साधना बाट तान्त्रिक ज्ञान प्राप्त गरेका हुन्छन्, उनीहरूसँग त्यो क्षमता हुन्छ। र हामी जस्तो सामान्य मान्छे अगाडि बस्दाखेरि उसले गरेको साधनाको बल प्रयोग गरेपछि त्यो उसले निरन्तर साधना गरेको जुन शक्ति छ त्योमा चाहिँ हामी दुईटाको बीचमा के छ त भन्दाखेरि वस्तुहरू तत्त्वहरू कणमा छन् हैन, त्यो कणले चाहिँ एकदेखि अर्कोसम्म चाहिँ सम्बन्ध स्थापित हुन्छ। अनि त्यो तरङ्गले गर्दाखेरि अलिकति केही छिनको साधना पश्चात उसले चाहिँ अर्को बिरामीको मानसिक अवस्थाको बारेमा उसले पढ्न सक्छ भनेर यसलाई चाहिँ काउन्सलर हुन्छ नि, साइकाट्रिक भन्छ नि, त्यो त्यस्तो खालको शक्ति पनि छ भनेर मैले अलिकति मात्रै छुने कोसिस गरेको थिएँ, तर म त्यहाँनिर त्यति गएर गएको छैन। भनेपछि त हामीले सुनिरहेको जस्तै के भन्ने औरा अथवा भाइब्रेसन भने जस्तो फ्रिक्वेन्सी भने त्यो फ्रिक्वेन्सी हुन्छ नि, त्यो चाहिँ के त भन्दाखेरि प्रत्येक कणबाट एउटा कण हुँदै अनि त्यो शक्ति चाहिँ त्यो एउटा सूर्यको त्यसलाई मैले अहिले ठ्याक्कै भन्न सकिनँ कि किनभने म त्यसको विद्यार्थी होइन नि त, कुनै किताबबाट प्राप्त गरेको कुरा तपाईँहरूलाई मैले भन्दैछु। त्यसले गर्दाखेरि स्पष्ट नहुँदाखेरि अलिकति दुर्घटना हुन जान्छ। तर मैले मात्रै के इङ्गित गर्न खोजेँ त भन्दाखेरि ल त्यो काम्नु एउटा मान्छेको मनोविज्ञानको बारेमा अध्ययन गर्नु पनि त्यो वाहियात कुरा होइन, त्यो अन्धविश्वास होइन, यसमा पनि यस्तो छ भनेर तपाईँहरूले खोज्नुहोस् भनेर त्यो देखाउन मात्रै खोजिरहेको छु। काइन्ड अफ फ्रिक्वेन्सीले चाहिँ काम गरिरहेको हुन्छ अनि त्यो फ्रिक्वेन्सी चाहिँ उसले रिड गर्न सक्छ सर्टेन उसको इनर्जीका थ्रोले भन्ने कुरा होइन त। हजुर। 22मा निकाल्नु भएको चाहिँ के हो, कलेक्सन अफ नेपाली फोकलोर्स एन्ड कल्चरल सिग्निफिकेन्स, यो चाहिँ के को अथर हो?
हजुर यो चाहिँ हाम्रो लोकवार्ता कोष भनेर निकालेको थियो कि नेपाल प्रज्ञा प्रतिष्ठानबाट एउटा अध्ययन अनुसार थियो। हामी एउटा 5 जनाको समूह थियो। त्यसले चाहिँ नेपालभरिका जात जातिहरूमा को समाजमा प्रचलित लोकवार्तासँग सम्बन्धित शब्दहरूको सङ्ग्रह थियो। लोकवार्तामा कोच हुनुहुन्छ नि होइन, कोर टिममै हुनुहुन्छ नि होइन? हजुर हजुर हो। लोकवार्ता त नेपालमा के अरे फर्मल स्टडी त रहेन रहेछ, त्यो के अरे बाहिर युनिभर्सिटी बाहिरको ग्रुप मात्र रहेछ होइन? नेपालमा चाहिँ यो लोकवार्ता विषय सायदै बुझ्ने विद्वान नभए हाम्रा सरहरूले पनि लोकवार्ताको एउटा यो त्रिभुवन विश्वविद्यालयमा सफल भएन। संस्कृत विश्वविद्यालय वा हाम्रो दाङमा सरहरूले त्यो पाठ्यक्रम बनाएर सुरु पनि गर्नुभएको थियो क्या, त्यति सफल हुन सकेन कि जस्तो लाग्छ मलाई। यो मलाई चाहिँ अझै पनि तपाईँको खास गरी नेपाली विषयमा हायर एजुकेसन गरिराख्दाखेरि, ग्रेजुएट पोस्ट ग्रेजुएट गरिराख्दाखेरिको अनुभवहरू तपाईँको सुन्न मन लागेको के कस्ता सजिला अप्ठ्याराहरू के रहेछ? किन मैले यो किन कोट्याएको भन्दाखेरि जब मैले त मेरो फर्स्ट एमए त मैले गरिसकेँ त्यहाँ एन्थ्रोपोलोजीमा। मेरो चाहिँ त्यो सेकेन्ड एमए चाहिँ मैले ट्राई गरिरहेको थिएँ नेपालीमा। अनि म चाहिँ तपाईँको थेसिस गर्ने भनेर गएको, एकजना विद्वानले चाहिँ के भनौँ भन्दाखेरि अब सुरुमा लिएर गएको त्यो प्रस्तावनामा चाहिँ टक्क सुरुबाट रातो लाउन सुरु गरेको, टुई 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 रातो हान्दैछ। अनि हानेपछि मैले चाहिँ के भनेको थिएँ भन्दाखेरि सर अरू कुरा सबै नेपाली व्याकरणले मानेको म सहन्छु, के हो म व्याकरणमा कमजोर छु, म सिक्न आएको सिकाउँदै जानु होला, तर मेरो नाम चाहिँ मैले लेखे जस्तै हुनुपर्छ है सर। किनभने यो मेरो नाम चाहिँ मेरो डकुमेन्टहरूमा जहाँ जहाँ जसरी लेखिएको छ त्यस्तै गरी लेखिएको भएर यहाँ फरक भयो भने मेरो सबै डकुमेन्टसँग अलग हुन सक्ने भएकोले नाम चाहिँ मेरो, किनभने मेरो नाममा चाहिँ रस्व लिम्बू रस्व छ के, लिम्बूको बु चाहिँ रस्व छ। तिमीलाई नागरिकता दिने कुन डकुमेन्ट हुने, कुन नागरिकता भन्ने, नागरिकताहरूमा पनि त्यही छ, पासपोर्टमा पनि त्यही भयो भनेपछि अब त्यो नागरिकता दिने मान्छेलाई कहाँ व्याकरण थाहा के, त्यो त प्रब्लम भएन। तर डकुमेन्ट त कायम भइसक्यो नि त। कायम भइसकेपछि नाम त नाम हो नि त। नाममा त व्याकरण लगाउनु मिल्दैन, त्यसलाई त जसरी पनि लेख्न सकिन्छ अथवा जे हो त्यही लेख्न पर्छ, जस्तो छ त्यस्तै लेख्न पर्छ भन्ने मेरो आर्गुमेन्ट हो। त्यहीँबाट चाहिँ ती विद्वानसँग कडक पर्यो। अनि एकचोटि दुईचोटि गए, पछि मैले गरिनँ पनि, किनभने अब सेकेन्डरी हो, प्राइमरी छँदैछ, सेकेन्डरी गरे पनि काउन्ट त्यही एमए हुने हो, नगरे पनि त्यही हुने हो भनेर बरु यो झन्डा टाउको दुखाउनु भन्दा छोडिदियो भने मैले छोडिदिएँ कि। अनि अर्को एउटा प्रसङ्ग तपाईँलाई सुनाऊ, त्योपछि तपाईँलाई स्पष्ट हुन्छ। त्यो एमए को त्यो त पछि थेसिस गर्दाको कुरा भयो। पहिला इक्जाम फर्म भर्न जाँदाखेरि के भन्यो भने मलाई टियुको कर्मचारीले नेपालीमा फर्म भर्ने भनेपछि लिम्बूले नेपाली पढ्ने भनेर भन्यो कि। अनि इन्ट्रेस्टिङ लाग्यो क्या मलाई त। अनि त्यो मान्छेसँग एकछिन अब भिडमा, अब टियुमा त्यसै पनि भिड हुन्छ, त्यो किन लिम्बूले नेपाली पढ्दैन भन्नु, लिम्बूले नेपाली बोल्नै जान्दैन कि नेपाली पढ्ने हो भनेर भन्यो कि उसले। त्यस्तो हो र, खै मैले त बोलिरहेको छु, मैले बोलेको नेपाली होइन र भने कि मैले हो तर शुद्ध बोल्न जान्दैन भन्यो कि उसले। अब हेरौँ, अहिलेसम्म त बोलिरहेछ लाग्छ त्यस्तो, अब अशुद्धि त होला भनेर भयो। अनि त्यो त त्यतिकै भिडभाड पनि थियो, धेरै कुरा भएन होइन। तर त्यो के चाहिँ गरिराख्यो भन्दाखेरि लिम्बूले नेपाली पढ्छ र लिम्बूले नेपाली शुद्ध बोल्न जान्दैन, कसरी यत्रो त्यो पनि एमए पढ्छ भन्ने कुराले चाहिँ हिट गर्यो कि मलाई त। अझ त्यति बेला जति त्यो कुरालाई म अहिले पनि सम्झिन्छु, अहिले अझ बढी हिट हुन्छ क्या। लिम्बूले नेपाली पढ्ने भनेपछि त अब झन् तपाईँहरूको पुनमा त अझ हाम्रो भन्दा पनि तपाईँहरू पुनहरू त झन् कति त ट र ठ नै छुट्याउन सक्दैन होइन।
झन् टेन्सन हो त है, हो कि भन्नु त। तपाईँहरूको थाहा छैन कस्तो छ, तर मैले भेटेको कति पुन साथीहरू त तर ठ्याप्पै ज्यापु जस्तो बोल्छन् कि। तपाईँलाई कस्तो च्यालेन्ज भयो त्यो सुनौँ न। मलाई पनि त्यस्तो खालको अनुभव छ। त्यो मैले चाहिँ नेपाली विषयमा खासै मेरो पनि अशुद्ध त हुँदैन थियो, यो व्याकरणमा अशुद्ध हुँदैन थियो, तर अभिव्यक्ति कौशलमा चाहिँ मेरो एकदमै कमजोर हुन्थ्यो। त्यही भएर मेजर नेपाली लिएर पढ्दाखेरि चाहिँ मेरो एकदम थोरै नम्बर आउँथ्यो। अब एमए गरिसकेपछि अब मलाई बुझ्ने सरहरू र अनि केही मान्छेहरूले त अब ल प्रतिभा ठिक छ भनेर क्याम्पसमा गइयो, पढाइयो, कलेजतिर अनि स्कुलतिर गयो। तर जहाँ विज्ञापन हुन्थ्यो अनि त्यहाँ विज्ञापनमा जाँदाखेरि चाहिँ के भएको छ एउटा घटना भन्दाखेरि, मगरले कहाँ नेपाली पढ्न जानेको हुन्छ, मगरले नेपाली विषय पढाउँछ भनेर त्यही पनि कुरो उठ्यो। अनि त्यसपछि त्यहाँनिर यो मैले सरकारी स्कुलमा निजी स्रोतबाट पढाउन जाँदाखेरि माविमा, अनि त्यसपछि के भयो त भन्दाखेरि त्यहाँ विवाद निस्क्यो, मुद्दा हाल्नेसम्म पनि कुरा निस्क्यो होइन। अनि के भयो त भन्दाखेरि मैले एमएमा त्यो छात्राहरू मध्ये सर्वोत्कृष्ट नम्बर ल्याएर पास भएपछि मलाई एउटा घनश्याम नेउपाने परिश्रमी सरले क्लासमा लएर हेर्नुहोस्, उहाँ मगर्ने नेपाली विषय पढ्नु भएको छ, टप गर्नुभयो, उहाँको नाम चाहिँ प्रतिभा पुन, ल हेर्नुहोस् भनेर लगेर त्यसरी परिचय गराइदिनु भएको थियो। अनि त्यो मसँग कम्पिट गर्न जाने मान्छे फेरि मभन्दा त्यसो भएर अनि कक्षा प्रस्तुति बच्चाले मन पराउँछ, अनि उसलाई चाहिँ स्कुलमा राख्ने भनेपछि अलिक ठुलो आवाज चिचाएर पढाउने चाहिँ प्रतिभा भनेर त्यसरी भने चाहिँ सुने। यथार्थ मलाई के थाहा छैन। र अर्को पनि के छ त भन्दा कलेजमा जाँदाखेरि सामान्यतः मेरो फ्यामिली ब्याकग्राउन्ड चाहिँ सबै लाउरे हो यथार्थमा भन्दाखेरि। अनि पहिरन पनि अब साडी पनि त्यस्तै लगाइन्थ्यो होला, अनि सबैले लाउरे नि भने अनि नेपाली विषय कसरी पढाउँछ मगरले भनेर प्रश्नै सुरुमा त्यही हुन्थ्यो कि। अनि अशुद्ध चाहिँ कहिले हुन्थेन, तर लेख्दाखेरि चाहिँ अशुद्ध भन्ने कुरा हुँदैन होइन, राम्रै शुद्धै हुन्थ्यो। तर बोल्दाखेरि के समस्या हुन्छ भने मेरो छोरी आयो गयो छोरी होइन, यस्तो टाइपको हुन्छ। त्यो हाम्रो जातीय स्वभाव हो त्यो। त्यो भएको हुँदाखेरि समस्या छ। मैले कति पटक काठमाडौँ आएर पनि पढाउने बेलामा मगर्नेले कसरी नेपाली पढाउँछ भन्ने कुराहरू कति पटक सुन्थेँ। त्यसले गर्दाखेरि मलाई समस्या चाहिँ हुन्थ्यो। तर मैले चाहिँ राम्रै पढाइरहेको हुन्थेँ, रिजल्टहरू राम्रो आइरहेको हुन्थ्यो। म पाटर बोल्न सक्दिनँ, मेरो टोन पनि अब त्यति राम्रो नेपाली बोल्ने मान्छेको जस्तो छैन भनेर विद्यार्थीहरूले भन्छन्, अरूले पनि भन्छन्। त्यो चाइनिजहरू, कोरियनहरू, इङ्ग्लिस बोल्ने मान्छेहरू नेपाली बोल्दा जस्तो खालको टोन आउँछ त्यस्तो आउँछ तपाईँको भन्छन्। है थाहा भएन, जन्मेदेखि नै नेपाली बोलिरहेको छु। त्यस्तो ठ्याक्कै त्यो कुनै के भन्छ ट्रिगरिङ त्यस्तो कुनै घटनाहरू छ नेपाली पढेको अथवा मगर भएकै कारणले कुनै जागिर नपाएको, कुनै समावेश नभएको, अथवा त्यहाँ त्यो जुन ठाउँ हो त्यो ठाउँमा चाहिँ मगर र नेपालीका कारणले गर्दाखेरि त्यहाँबाट वञ्चित हुनु परेको त्यस्तो केही ट्रिगरिङ घटना याद छ हजुरले? त्यस्तो चाहिँ अब वञ्चित हुनु परेको कुरा चाहिँ छैन, तर मलाई प्रसङ्ग उठाइन्थ्यो, पिन्च हुन्थ्यो। अनि मैले एमए नेपाली पढ्दाखेरि किन नेपाली पढेको, मगर भाषा पढे हुन्थ्यो नि त, मगरको भाषा भनेर भन्ने थिएँ कि। अनि किन र मैले नेपाली पढ्नु हुन्न र म मगर भएर नेपाली विषय पढ्नु हुन्न र भनेर याद छ। म सरको नाम पनि याद छ, उहाँ जसले मलाई भन्नुभयो। अनि अचेल चाहिँ उहाँले मलाई नेपाली विषय किन पढेको, मगरै पढ्नु पर्थ्यो नि त भनेर भन्नुभएको थियो। किन त्यसो भन्नुभयो होला भनेर भनेको चाहिँ त्यो याद छ के। अनि अब उहाँले कुन रूपमा भन्नुभयो, मैले कुन रूपमा बुझेँ त्यो त अब थाहा भएन। मैले रिस उठेर त्यति बेला मलाई किन मलाई नेपाली पढ्नु हुन्न र भनेर त्यस्तो त्यो चाहिँ भएको थियो एकचोटि चाहिँ।
भनेपछि त्यस्तो कुनै घटनाहरू चाहिँ भएको छैन जुन कारणले तपाईँ नेपाली विषयमा प्रोफेसनल अनि तपाईँको थर मगर अथवा पुन भएकै कारणले गर्दाखेरि त्यस्तो दुर्घटना चाहिँ भइहाल्यो रहेन रहेछ होइन हुन खोज्या चाहिँ हो त्यो सरकारी स्कुल पढाउन जाने बेलामा तर त्यहाँ मलाई डिफेन्ड गर्ने आफै पनि थिए अर्को एकजना विशेष सहयोगी हुनुहुन्थ्यो उहाँले चाहिँ डिफेन्ड गर्नुभयो होइन र अनि मलाई जाहेर पाइसकेपछि पनि अब प्रश्नहरू नाना थरीको प्रश्न उल्टा अन्ठ्याङ मन्ठ्याङ प्रश्नहरू सोध्थे कि विद्यार्थीहरूले अनि यो प्रश्न मलाई यो कारणले सोधेको छ भने चाहिँ हुन्थ्यो होइन मलाई कसरी हुन्छ अड्काउने खालको प्रश्नहरू होइन अनि पछि चाहिँ त्यस्तो गरेनन् त्यस्तो चाहिँ समस्या चाहिँ खेपेको छु सुरुमा चाहिँ त्यतिकै आयो कि भनेर स्टुडेन्टले पनि टेस्ट चाहिँ लिए भनेपछि विद्यार्थीलाई चाहिँ अभिभावकबाट नै एउटा नियोजित ढङ्गबाट त्यसो सोधिन्थ्यो जस्तो मलाई लाग्थ्यो कि त्यस्तो खालको कल्पना हुन्थ्यो कि किनभने एउटा विद्यार्थीले यो सोध्ने कतिसम्मको सोध्न सक्छ भन्ने कतिसम्मको हैसियत हुन्छ भन्ने त हुन्छ नि त होइन त्यो स्तरभन्दा अलिकति फरक गरेर बाहिर गएर प्रश्नहरू सोधिने त्यस्तो खालको समस्याहरू चाहिँ मैले कि त्यो किन सोध्यो त भन्दाखेरि मेरो जात चाहिँ मगर थियो दिन सकेन भने चाहिँ ठर्याउन सकिन्छ भने स्टुडेन्टको एन्सरै दिन सक्दैन यस्ता टिचर भन्नलाई उनीहरूले केही न केही प्लान गरेको थियो भने त्यस्तो चाहिँ भोगेको छु खुरुखुरु पास भयो त अनि त्यहाँ फर्म लिन जानु पर्थ्यो एउटा पुस्तक स्टेसनरीमा त्यो मार्कसिट लिन जानु पर्थ्यो अनि ओहो मगर्नीले पनि बिए पढेको अझै नेपाली विषय अनि खुरुखुरु पास गरेको भन्ने पनि छ कि अनि होइन त्यो चाहिँ मेरो पनि कमन भोगाइ हो तपाईँले भने जस्तै बिए पढेको त्यति बेला त अब बिए पढ्ने प्रश्न त्यस्तो हुन्थ्यो अझै त्यो पनि नेपाली त्यही पनि त्यस्तो प्रश्न अनि म हाँस्दै मात्रै अब त्यस्तो अब सबैको आफ्नो सोचाइ हुन्छ अनि होइन त्यस्तो प्रश्नहरू गर्ने उल्टो चाहिँ गरेन म हाँस्दै मात्रै अनि सिद्धिन्थेँ क्या होइन त्यो चाहिँ मेरो पनि भोगाइ हो तपाईँको जस्तै मैले पनि त्यो चाहिँ नोटिस गरेको छु चाहिँ लिम्बूले पनि पढ्ने भनेर चाहिँ अथवा लिम्बू भए पनि पढेको त रहेछ नि काइन्ड अफ के अनि मैले चाहिँ सर्टेन ठाउँहरूमा चाहिँ मैले भन्छ यो लिम्बू भए पनि भनेको चाहिँ के हो के चाहिँ हुनु पर्थ्यो म यदि यो मास्टर पढ्नलाई अथवा म एमफिल पढ्नलाई हुनु चाहिँ के पर्थ्यो के पाठक हुनु पर्थ्यो नेपाल हुनु पर्थ्यो दाल हुनु पर्थ्यो के हुनु पर्थ्यो भनेको त्यस्ता कुराहरू भएको छन् मेरो पनि चाहिँ काइन्ड अफ त्यस्तो भन्ने कि लिम्बूले पनि पढ्ने अथवा लिम्बू भए पनि पढेको काइन्ड अफ के हो नयाँ कुरा के अनौठो आश्चर्य भयो जस्तो के गरिदिने कि अनौठो लाग्नु त्यो चाहिँ मेरो पनि अब यो लास्टमा अरू धेरै इन्ट्रेस्टिङ कुराहरू हुँदा यो मैले अहिले नयाँ पहिला त मैले सुनेको थिइनँ भर्खर सुन्दै गरेको यो ओपन युनिभर्सिटीमा टिचिङ गर्नुहुन्छ हजुरले नेपाली विषय पढाउँछु नेपाली साहित्य ओपन युनिभर्सिटी भन्ने चाहिँ मैले भर्खर सुनिरहेको यो खास नयाँ हो कि पुरानो हो कि के मैले नयाँ सुनेको हो कि भर्खरै खुलेको हो कि के हो खास यो भर्खरै मात्रै अहिले चौथो वर्ष पाँचौँ वर्ष हुँदैछ हजुर त्यही भएर नयाँ रहेछ त्यसो हो यसमा चाहिँ खास गरेर अनलाइन क्लास हुन्छ विभिन्न कारणले पढ्न नपाएका र विभिन्न ठाउँबाट कारणले गर्दाखेरि औपचारिक रूपमा चाहिँ कक्षा लिन नसक्ने कक्षा कोठामा उपस्थित भएर पढ्न नसक्ने त्यस्ता व्यक्तिहरू जो कुना काप्चामा हुनुहुन्छ नि अब चाहिँ नेपाल विदेशमा बसेर वैदेशिक रोजगारमा हुनुभएका नेपाली विद्यार्थीहरू पढ्नुहुन्छ र कुना काप्चामा हामीले पनि लिन मिल्यो कोर्सहरू हो हजुर हो सबै प्राय बेस नै अनलाइन हजुर राम्रो रहेछ सोसियोलोजी छ के अहिले त ओपन युनिभर्सिटीमा के तामाङ मैले त्यो देखेपछि चाहिँ त्यो धेरै साथीहरूले त्यो तामाङ हालेको देखेको के चाहिँ चिज आएछ भने चाहिँ मैले अहिले अलिक बढी भर्खर देखिरहेको थियो पहिला त्यस्तो सुनेको थिएन अनि फेरि ओपन युनिभर्सिटी भन्ने पनि खासै सुनेको थिएन कस्तो रहेछ भनेर क्या त्यहाँ चाहिँ
त्यो खास के ब्याचलर मात्र पढाइ हुने हो कि मास्टर पढाइ हुने हो कि के पढाइ हुने हो त्यहाँ? ब्याचलर, मास्टर, एमफिल, पिएचडी सबै छ त्यहाँ। सबै हुन्छ है? पिएचडी गर्न पनि पाउने भयो, एमफिल गर्न पाउने भयो। सबै अनलाइन अनलाइनै गर्न अनलाइन। ओहो हजुर, यो ठिक रहेछ नि त। मैले धेरै कलेजहरू पढाएँ, धेरै ठाउँमा पढाएँ। म एकछिन पनि फ्री हुन चाहँदैन थिएँ। एक समय त्यो मनमा भएको पीडाहरू भुल्नको लागि म यस्तो एकछिन सास फेर्ने फुर्सद नहोस् भन्ने हुन्थ्यो कि। अनि म यतिसम्म हुन्थ्यो कि मेरो नाम पनि बिर्सिरहेको हुन्थ्यो कि, त्यति साह्रो बिर्सिएको म होइन। त्यो बिचमा यो जेनजी आन्दोलनले गर्दा त सबैको दिमाग त यति भ्रष्ट भयो कि। त्यस्तो ट्राउमा भएको छ र त्यो आन्दोलनले? एकदमै धेरै अनसिन ट्रामा भयो त्यो, एकदमै ट्रामाटाइज भएछ सबैको दिमाग। किन त्यस्तो पब्लिकमा त त्यस्तो के इम्प्याक्ट थियो जो भ्रष्ट राजनीतिमा थिए कि राजनीतिमा नजिक हुनुहुन्थ्यो? त्यस्तो भन्दाखेरि पनि नेपालको अवस्था अहिले हेर्ने हो भने चाहिँ जे देखिँदैन त्यो छ, जो देखिन्छ त्यो चाहिँ होइन क्या, होइन। एकदम कम्प्लिकेट छ कि, कति बेला जे पनि हुन सक्ने अवस्था छ कि। यो वास्तवमा गाह्रो छ। नेपालको भविष्य अब कस्तो हुन्छ भन्ने पनि कस्तो भने नदेखिने शक्तिहरूले परिचालित गरेको भन्ने एउटा अनुमान छ। त्यसले गर्दाखेरि त्यो त धेरै अफवाह हो। अहिले चाहिँ के भयो भन्दा तपाईँको सबैभन्दा सजिलो चाहिँ के भयो भन्दाखेरि नेपाललाई चाहिँ प्रोपोगन्डा चाहिँ के भन्छ, जसले बढी हुइयाँ पिट्यो उसलाई चाहिँ सजिलो भयो के। त्यो भएको हुनाले धेरै कुराहरूमा चाहिँ तपाईँको सत्य नहुन पनि सक्छ नि त। त्यो मैले तपाईँसँग कि कोसँग कुरा गर्थेँ, तपाईँसँग कि म अर्को साथीसँग कुरा गर्थेँ कि, सर्टेन कुराहरू चाहिँ चाहिने भन्दा बढी थाहा भयो भने फ्रस्ट्रेसनमा गइँदो रहेछ क्या। मेरो आफ्नो एक्सपिरियन्स। जस्तै म चाहिँ एमए पढ्दाखेरि चाहिँ म अलिक बढी फुल टाइमर भएर पढेको, अरू बेला त त्यति फुल टाइमर भएर पढिएन। अनि फुल टाइमर भएर पढ्दाखेरि चाहिँ अब सङ्गत पनि त्यस्तै, जाने क्याम्पस जाने, अनि काहीँ प्रोग्रामहरू भयो भने सेमिनार भयो भने जाने, यताउता गर्दाखेरि चाहिँ अब पढाउने पढ्ने पढिसकेका सबै खालेसँग अथवा बाहिरबाट आएका प्रेजेन्टरहरूसँग सबैसँग सङ्गत भइसकेपछि के भयो भन्दाखेरि टियुको चाहिँ भित्रका धेरै कुराहरू थाहा भयो क्या। जुन कुरा त्यो साधारण विद्यार्थीले थाहा पाउने भन्दा माथिल्ला कुराहरू के। त्यहाँका चाहिँ प्रोफेसरहरूले कसरी चलखेल गर्छ, अनि टिचरहरू कसरी चलखेल हुन्छ, होइन, कर्मचारीहरूमा कस्तो चलखेल हुन्छ, या त्यो खालको कुराहरू गर्ने मान्छेहरूको सङ्गत कुरा सुनिसकेपछि चाहिँ के भने काइन्ड अफ फ्रस्ट्रेट भयो कि यो टियु भन्ने चाहिँ कामै नलाग्छ, खुक्क कुन दिनमा यसमा जोडिनु आएछु भने जस्तो के इरिटेट फिल के। मतलब तपाईँले भन्नुहुन्छ नि अहिले त्यो सुन्नै मन लाग्दैन भन्नुहुन्छ नि कहिले काहीँ, त्यो खालको कि टियु चाहिँ खतम गरेछु नि मैले, त गल्ती पो गरेछु त टियुमा जोडिएर भन्ने खालको फिल हुन्छ। अनि मैले के भने नि मेरो सुपरभाइजरलाई, यो टियु चाहिँ यस्तो 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 भन्दो रहेछन् यहाँ काम गर्ने जो मान्छेहरू, यहाँ हामीले चाहिँ उहाँहरूलाई चाहिँ रेस्पेक्ट गरेर मानिराखेको मान्छेहरू, होइन, उहाँहरू त हाम्रो त आइडल हो, उहाँहरूले चाहिँ यस्तो 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 भन्नु हुँदो रहेछ भनेपछि त उहाँहरूको भनेको त सत्य त होला नि, किनभने उहाँहरू त हाम्रो लागि त ऊ हो भनेपछि खतम रहेछ नि, के किन पढ्ने, यो त कामै रहन्छ नि भनेर मैले सुपरभाइजरले एक दिन सुनाएँ। सुपरभाइजर फेरि साथी जस्तो फ्रेन्डली जस्तो लाग्ने क्या, आफूलाई फ्री जस्तो लाग्ने, सुनाएँ मैले सुपरभाइजरलाई। के भने राम पौडेल, तैँले चाहिँ स्टुडेन्ट भएर एमएको स्टुडेन्ट भएर जति जान्नुपर्ने हो त्योभन्दा बढी जानिस् के यो युनिभर्सिटी टियुको, त्यो भएर तँलाई यस्तो लागेको हो। तैँले सोचे जस्तो खत्तमै पनि छैन, किनभने तैँले लिएको यो डिग्री अझै भ्यालिड हुन्छ, मान्यता हुन्छ। भोलि तँ यो तँभन्दा पछाडि अरू धेरै मान्छेहरू टियुमा पढ्न आउँछ। तैँले भने जस्तो अहिले भर्खरै यो टियु सकिएर जाँदैन, होइन, चाहिँ छ विकृति धेरै छ, तर जुन लेभलमा तँलाई फ्रस्ट्रेसन आयो नि त्यस्तो हुँदैन। तैँले चाहिँ के लागिरहेछ भने अहिले त तैँले लिएको डिग्रीको कामै छैन कि भन्ने जस्तो फिल भएछ। यो टियु त अब भरे नै सकिहाल्छ कि अहिले नै सकिहाल्छ कि भन्ने खालको जुन त्यो नेगेटिभ भरियो नि, त्यस्तो चाहिँ होइन। टियु रन भइरहेछ, यो वर्षौँदेखि रन भइरहेछ, रन हुन्छ, यसमा पास गर्नेले गर्दै जान्छ, आउने विद्यार्थी आउँदै जान्छ, यसको भ्यालिड जसले त्यहाँबाट सर्टिफिकेट लिन्छ उसको भ्यालिड हुन्छ। तैँले चाहिने भन्दा आफ्नो लेभलभन्दा बढी बुझ्यो भने पनि कहिले दुःख पाइन्छ भने कि। अनि नेपाली जनताहरूलाई पनि म अहिले यसो हेर्छु कि नेपाली जनताहरू पनि सर्टेन राजनीति चाहिँ नेपाली जनतालाई जति चाहिने हो त्योभन्दा बढी बुझ्यो कि जस्तो पनि लाग्छ क्या कहिले काहीँ। त्यो भएन भने झ्याउ हुन्छ क्या। के भने जनताले बुझ्नु पर्ने
जनताले बुझ्नुपर्ने राजनीति त्यो लेभलको होइन के जस्तो लाग्छ। यहाँ यिनीहरूको अब विदेशीहरूको सबै राम्रो त हो भन्दिनँ म, विदेशीहरूसँग सधैँ झगडा गरिराख्छु म, गर्न त तिमीहरूको के छ र भनेर। तर यिनीहरूको चाहिँ के भन्दाखेरि नचाहिने कुरामा इन्ट्रेस्टै दिन्नन् कि यिनीहरूले। एउटा गजब पाटो त्यो छ क्या। हाम्रो नेपाली चाहिँ चाहिने नचाहिने अझ के भन्दाखेरि तपाईँको नेपालीको पीडा चाहिँ के हुन्छ भन्दाखेरि तपाईँले कुनै कुरा सक्सेस गर्नुभयो भने सबैभन्दा टेन्सन चाहिँ नेपाली छिमेकीलाई अथवा तपाईँको साथी त्यो हुन्छ के। तपाईँको सक्सेस चाहिँ अर्को मान्छेलाई बहुत पीडा हुन्छ क्या। त्यो भन्नाले मलाई चाहिँ कस्तो लाग्छ भने नेपालीहरूले हामीले चाहिँ चाहिने भन्दा बढी राजनीति बुझ्यौँ, चाहिने भन्दा बढी ठाउँमा राजनीति घुसायौँ होइन। अहिले अब हेरौँ न गाउँतिर, म त त्यो त कति भने जब 2018मा एकचोटि गाउँ जाँदाखेरि गाउँको हालत देखेपछि म यस्तो पीडित, म यति विक्षिप्त भएछु है। गाउँ चाहिँ गाउँलेहरूले चाहिँ तपाईँको लोकल मान्छेहरूले राजनीति यस्तो के बुझे के अब त्यो खेतालामा पनि राजनीति गरेछ, पूजामा जान पनि राजनीति गरेछ है, खेताला जान राजनीति गरेछ, मलामी जान राजनीति गरेछ, बिहेमा जन्ती जान राजनीति गरेछ। भाइ राजनीति भनेको कहाँ गर्ने भन्ने कुरो त थाहा पाउनु पर्यो हो गाउँले हो कम्तीमा चाहिँ भनेर म त त्यहाँ त अब रुन पनि सकेन है, हाँस्न पनि कसैलाई के भन्न पनि सकेन है। जस्तो त्यो म अहिले पनि त्यो सम्झिन्छु त्यो सिनारियो, किनभने हामी तपाईँको 55, 56, 60सम्म हामी गाउँ बस्दाखेरि गाउँमा एक किसिमको माहौल थियो। पछि तपाईँको कति 75, 76 होला 15 वर्ष जति पछि गाउँ जाँदाखेरि त्यो गाउँको त्यो राजनीतिको त्यो पकड हेर्दाखेरि नि, खेल हेर्दाखेरि त्यो इरिटेट त्यो चिज जुन आवश्यकै छैन क्या। गाउँमा त्यो खेताला गर्ने मान्छेलाई त्यो राजनीति, त्यो को प्रधानमन्त्री बन्छ, को संसद बन्छले त्यसलाई केही फरक पर्दैन क्या। पर्न चाहिँ नि धेरैमा धेरै मुलाले 3 लिटर पेट्रोल पायो होला, 500 रुपियाँ पैसा पायो होला नि। त्यो मुला त्यतिका लागि चाहिँ त्यो गाउँ दुश्मन आफ्नो वातावरण दूषित पार्नुपर्ने आवश्यकता देख्दिनँ कि म अहिले। त्यो मलाई चाहिँ त्यस्तो लाग्छ। म चाहिँ साह्रै दुखी भएछु हेर्नुहोस्, म गाउँ गएको बेला कम्तीमा गाउँमा हुन्छ नि समाज, सोसाइटी, कम्युनिटी भन्ने चिजहरूमा, कम्युनल चिजहरूमा होइन, अब दाजुभाइहरूले गर्ने कामहरू हुन्छ, कम्युनल कुराहरू हुन्छ है, त्यस्ता कुरामा पनि राजनीति। हामी त्यो पार्टीको, हामी त्यो धर्मको, अझ धर्म पनि आएको छ कि बिचमा, फेरि धर्म पनि होइन। समाजको यो एजुकेसनले कता लग्यो भनेर म त्यति बेला चाहिँ एकदमै इरिटेट भएको छु। अनि कहिलेकाहीँ लाग्छ कि मलाई लाग्दै थियो चाहिँ अब यो सरकारलाई थ्रिटेन दिने, सरकारलाई चेन्ज गर्ने आन्दोलन चाहिँ धेरै भयो। एकपटक चाहिँ यो जनतालाई चेन्ज गर्ने आन्दोलन हुनुपर्छ होला जस्तो लाग्छ कि अहिले बुझ्दाखेरि क्या। तपाईँको हेर्नु न, तपाईँ अब हिजो अस्ति भर्खर कति 2 महिना अगाडि होइन, नेताहरूलाई चाहिँ खोजी लात्तीले हानेको छ। अब फेरि नेताको पछि र्याली निकालेर झन्डा बोकेर कुद्न थाले त। जनता त तिनै हो नि त, जता पनि कुद्दिने के। हिजो लात्ती हान्न जाउँ भन्दा पनि जाने, आज फेरि झन्डा बोकेर आऊ भन्दा पनि कुद्ने है। त्यो गणेश मानले भन्थे अरे नि पहिला, हामी जेल पर्दा पनि मालै लिएर आउँछ, जेलबाट छुट्दा नि मालै लिएर आउँछ भन्थे अरे नि। त्यस्तै के जनता नि, जनताहरू भेडा हुन्, यिनीहरू कहिले सुविधा भन्थे गणेश मानले भन्ने हामी सुन्थ्यौँ। त्यो खुब त्यो चलाउँछ नि। हामी खुसी हो कि दुखी भएको हो कि हामी जेल जाँदा पनि फुलमालै लिएर आउँछ, जेलबाट छुट्दा नि फुलमालाई लिएर आउँछ भन्थ्यो अरे नि। त्यस्तै खालको क्या त्यो लेभल। एक्चुअली हामी एमफिल, तपाईँहरू एमफिल पढ्नुहुन्थ्यो, मैले नै एमफिल पढिसकेको थिएँ कि कसो, अनि त्यहाँ भेट भएको थियो नि टियुमा। तपाईँहरूको एउटा ग्रुप थियो कि, त्यो ग्रुप चाहिँ कस्तो खालको मैले फिल गरेँ कि त्यो एकदमै यङ हुन्छ नि, यङ ब्लड के। अनि कस्तो भने नि आफूले भने जस्तै भर्खरै कुनै पनि एउटा टपिकमा क्रिटिकली उसले आलोचनात्मक ढङ्गबाट पोइन्ट गर्ने क्या होइन। अनि म चाहिँ त्यस्तो खालको पहिल्यैदेखि थिएन होइन। जस्तै कुनै पनि कुरा चाहिँ मलाई लाग्यो भने यस्तो रहेछ, यो यस्तो टाइपको त्यो नेचर के मेरो। अनि ट्याक्क भन्न नसक्ने खालको नेचर, त्यो इन्भाइरोमेन्ट चाहिँ भएन नि त मलाई। अनि तपाईँहरूको ग्रुपलाई देखेपछि म यति चित खाएको छु कि ओ माय गॉड, यस्तो खालको डिस्कस हुँदो रहेछ।
अनि एउटा भनेर भनेर अर्को फेरि एकदम इन्ट्रेस्टिङ ग्रुप थियो कि तपाईँको मलाई त्यो सम्झिन्छु कहिल्यै बिर्सिँदैन कि त्यो फोटो पनि छ मसँग त्यो ग्रुप पनि बिर्सिँदैन मैले चाहिँ मलाई चाहिँ त्यो चाहिँ त्यति स्टेबल भएन हाम्रो होइन त्यो चाहिँ खास टाइम अब तर सबै मान्छेहरू म्याच्योर थिए अनि फेरि कस्तो प्रोफेसनल थिए तर त्योभन्दा बेस्ट ग्रुप चाहिँ मेरो एक्सपिरियन्समा चाहिँ हाम्रो मास्टरको ग्रुप थियो कि हामी मास्टर एन्थ्रोपोलोजी पढ्दाखेरि चाहिँ आरआरमा चाहिँ हामी 7-8 जना मात्रै थियौँ रेगुलर स्टुडेन्ट अनि 7-8 जना रेगुलर आउनेहरू चाहिँ त्यति बेला मसिना भाइ बहिनीहरू पनि उनीहरू पनि आफ्नो आफ्नो ठाउँमा सबै सेटल अथवा जो थिए कसैलाई भनौँ न इन्डिपेन्डेन्ट भइसकेकाहरू थिए खास धेरै जसो बाहुनहरू थियो अनि त्यो हाम्रो त्यो मास्टरको ग्रुप चाहिँ लगभग 2-3 वर्ष त्यो चाहिँ लङ रन भयो कि यस्तो डाइनामिक थियो कि तपाईँको त्यहाँ चाहिँ यति फास्ट ग्रुप थियो नि तपाईँको जस्तै गफ गर्दा गर्दै तपाईँको जस्तै कहिलेकाहीँ अहिले हाम्रो इन्टरनेट फ्रिज भइरहेछ नि कुनै पनि तपाईँ एउटा पनि सेकेन्ड तपाईँ फ्रिज हुनुभयो भने त्यो टपिक्समा तपाईँ पनि टार्गेट हुन सक्नुहुन्छ अथवा सब्जेक्ट कहाँ पुग्छ तपाईँलाई थाहा नहुने कि त्यति फास्ट ग्रुप थियो के मतलब कसैलाई तपाईँले भने जस्तो हरेक कुरामा चाहिँ हेल्दी आर्गुमेन्ट गर्न सक्ने र सबैले त्यो आर्गुमेन्टहरू पचाउन सक्ने हामी चाहिँ अलिकति बुढो पुस्ता पऱ्यो के अरे अलि छलफल यस्तो हुन्थ्यो ए हो यस्तो यस्तो टाइपको हुन्छ के अरे त्यो मैले चाहिँ पहिलोचोटि देखेको थिएँ त्यस्तो साथीहरूको बिचमा यस्तो खालको म चाहिँ अनि जस्ट छक्क परेको थिएँ यस्तो भयो भने डाइनामिक हुन्छ भन्ने खालको होइन अब हाम्रो त कतिपय कुराहरू यस्तो हुन्छ नि त अब छलफल गऱ्यो यसरी कुरा गर्दाखेरि उसले मलाई यस्तो भनेको तर मलाई यस्तो भने त्यतिकै रिस आयो अनि त्यतिकै बोलचालै बन्द नखाने टाइपको हुन्छ नि त ल एकदम रमाइलो गफ भयो खुसी लाग्यो धेरै धन्यवाद ल हस् गुड नाइट हस् नमस्ते थ्याङ्क यू